फर्स्टमा चाहिँ म मुनालाई चाहिँ धेरै धेरै के अरे थ्याङ्क यू भन्न चाहन्छु है। मैले यो च्याट विथ असमा चाहिँ होइन मुनालाई चाहिँ पोडकास्टमा ल्याउनु भनेको एकदमै बिग च्यालेन्ज थियो हेर्नु है। त्यही पनि मैले हजुरलाई रिक्वेस्ट गरेँ, हजुरले मेरो अब रिक्वेस्टलाई एक्सेप्ट गरेर आइदिनु भयो। यसको लागि चाहिँ एकदमै मनैदेखि नै धन्यवाद तपाईँलाई। म त जहिले पनि मेरो साथीहरूलाई सपोर्ट गर्छु कि म अहिलेसम्म कुनै पनि पोडकास्टमा गएकै छैन, कुनै पनि इन्टरभ्यूमा म गएकै छैन। तर यो चाहिँ तिम्रो पोडकास्ट भएर म आएको हो होइन, नत्र भने मलाई इन्ट्रेस्टै लाग्दैन कि मम्मी त सिरियसली। म कहीँ गएर त्यो दार्शनिक कुराहरू गर्ने त्यस्तो मबाट हुँदैन। तर अब स्पेसियल्ली तिम्रो लागि आएको हो। त्यसले झन् त्यो कुराले झन् मलाई एकदमै कस्तो स्पेसल फिल पनि भयो कि। अनि अब जस्तो कि मुनाले चाहिँ पहिलादेखि नै भन्नुहुन्थ्यो नि त मलाई यस्तो खासै इन्टरभ्यूहरू पोडकास्टहरूमा इन्ट्रेस्टै छैन ममता भन्नुहुन्थ्यो नि त। अब जस्तो कि हजुर त एक टाइममा अब एकदमै चलेको एकदमै फेम होइन मिडियाले खोजेको मान्छे हो नि त होइन। अनि त्यहाँ पनि अहिलेसम्म तपाईँको त कुनै पनि इन्टरभ्यू पोडकास्ट नै छैन। अनि तपाईँले भनिराख्नु नि हुन्थ्यो नि त्यस्तो मलाई इन्ट्रेस्ट लाग्दैन मलाई इन्ट्रेस्टै लाग्दैन कि। अनि त्यो च्यालेन्जिङ भयो क्या मलाई चाहिँ। ल मुनालाई कसरी मैले बोलाउने होला, आउनुहुन्छ कि हुँदैन, त्यो एउटा हुन्छ नि त साथी भए पनि। तर तपाईँको एउटा मिडियामा त आफ्नो कसरी आफूलाई प्रेजेन्ट गर्ने हुने त्यो तपाईँको हातमा पनि छ नि त। मैले फोर्स गर्नु त मिल्दैन, मेरो साथी हो तिमी आइदिनै पर्छ, तपाईँ आइदिनै पर्छ भनेर फोर्स गर्नु त मिल्दैन होइन कसैलाई पनि होइन। सो आज तपाईँलाई यसरी सँगै बसेर पोडकास्टमा क्याप्चर गर्नु पाउँदाखेरि एकदमै खुसी फिल भएको छ मलाई। थ्याङ्क यू सो मच, थ्याङ्क यू। ब्लाइन्ड डेटमै हाम्रो भेट भयो मुना होइन फर्स्टमा त। अनि त्यहाँबाट अब हामी त फेम त भनौँ न ब्लाइन्ड डेटले त देश खाएको एक टाइम त होइन। अहिले पनि ब्लाइन्ड डेट भनेपछि त मान्छेले नचिनेको कोही पनि छैन यो है। तर अहिले बिस्तारै अब एउटा समयपछि त्यो जे कुनै एउटा टाइम हुन्छ नि त, एक टाइमपछि त्यो कुरा पनि फेड हुँदै जान्छ है। अनि अब त्यसपछि तपाईँ त्यो ब्लाइन्ड डेटमा आएर फेरि 81 मुना चाहिँ गायब भइदियो कि। हामी त्यो टाइममा कस्तो मिलेर पनि हिँड्थ्यो नि त। तर एक टाइमपछि त मुना त एकदमै भनौँ न सोसियल मिडियाबाट आउटै भयो। फेसबुक इन्स्टा टिकटक केही पनि छैन क्या मुना। अनि मुना अब हङकङ जानुभयो, फेरि 81 आएर अहिले फेरि म्याच मेकिङमा आउनु भएको छ। यो चाहिँ तपाईँ किन यसो 81 फेरि फेममा आउने, फेरि 81 फेरि गायब भइदिने, यो के रहन्छ यस्तो? होइन यस्तो हो कि ममता, मलाई चाहिँ प्राइभेट लाइफ मनपर्छ होइन। त्यो म ब्लाइन्डेड फेमको लागि गएको पनि होइन, म फेमस हुन्छु भनेर गएको पनि होइन। ल गइदिउँ न भनेर यत्तिकै गएको, अब त्यो नसोचेको फेम पाइयो होइन। तर म चाहिँ एकदम प्राइभेट लाइफ जिउन मन पराउँछु क्या। म त्यति मात्र देखाउँछु होइन जति हुन्छ नि म देखाउन चाहन्छु। त्योभन्दा बेसी अडियन्सले थाहा पाउँदैनन् क्या मेरो बारेमा। म चाहिँ त्यस्तो प्राइभेट बस्न रुचाउँछु क्या। त्यही भएर हो म यो पोडकास्ट इन्टरभ्यूहरूमा पनि नगएको होइन। मलाई चाहिँ मन लाग्दैन भनौँ न। त्यो 4 वर्षको अब ब्लाइन्ड डेट सिधिसकेपछि म आफ्नै पर्सनल लाइफमा बिजी भएँ, आफ्नै कामकाजमा। मलाई फेरि त्यो दुनियाँथरी गरेर त्यो लाइमलाइटमा बसिरहेर पनि मन लाग्दैन होइन। मेरो आफ्नै इमेज छ, आफ्नै छुट्टै पहिचान छ होइन। त्यो कन्ट्रोभर्सी गरेर जसरी पनि लाइमलाइटमै बसिरहनु पर्छ, जसरी पनि म हाइलाइट भएर बसिरहनु, म त्यसरी रुचाउँदिनँ। एक टाइम थियो होइन ब्लाइन्ड डेटको कारणले गर्दा हामी सबैजना चम्क्यौँ होइन, त्यसपछि सिद्धियो। त्यसपछि के गर्ने त? वाट इज नेक्स्ट होइन? त्यसपछि के गर्ने? ल तिमीले पोडकास्ट सुरु गर्यो होइन। मेरो त यो मिडिया लाइनमा आउने मेरो चाहनै थिएन होइन। म यसरी हाइलाइट हुने मलाई चाहनै थिएन। अनि मैले कसरी के कुरामा कन्टिन्यू गर्ने त? मेरो त आफ्नै छुट्टै प्रोफेसनलिजम छ नि त, मेरो छुट्टै आफ्नै कामकाज छ हो। त्यसमा नै फोकस भएँ क्या म यो 4 वर्षको दौरानमा चाहिँ। अनि अहिले चाहिँ अब म्याच मेकिङमा चाहिँ म आएको भनेको चाहिँ देवेन्द्रको लागि हो होइन। स्पेसल्ली देवेन्द्रको कारणले गर्दा नै आएको हो। अब हङकङै थिएँ, म बाहिर नै थिएँ होइन। यो ठ्याक्कै म्याच मेकिङ पनि हाम्रो अब लगभग डेटिङ सो हो नि त। डेटिङ सो पार्टनर फाइन्ड गर्ने नै हो एक किसिमले हेर्दाखेरि, सिमिलरै छ ब्लाइन्डेडसँग होइन। अनि यो म्याच मेकिङमा अब आउँदाखेरि जस्तो कि म्याच मेकिङ त एकदम नयाँ हो नि त, नयाँ सो हो, नयाँ कन्सेप्टमा खुलेको, प्लस सबै नयाँ फेसहरू छन् हेर्नु होइन। अनि जस्तो कि हजुरलाई हेर्दाखेरि त मुना लामिछाने भनेको त एकदमै चलेको फ्यान फलोइङ भएको होइन, एउटा भनौँ न मिडियामा एकदम राम्रो इमेज भएको मान्छे हो नि त होइन। अनि एक्कासी तपाईँ फेरि यो नयाँ सोमा आउँदाखेरि अनि नयाँ कन्टेस्टेन्टहरूसँग हुन्छ नि, नयाँ मान्छेहरूसँग डेट बस्दाखेरि चाहिँ तपाईँको त्यो एक्सपिरियन्सहरू कस्तो भयो? अब यस्तो हो, सबैजनाले चान्स पाउनुपर्छ। म फेरि त्यस्तो घमण्ड पनि राख्दिनँ म पुरानो हो होइन, म नै सिनियर हो, उनीहरू मेरो अन्डरमा बसेर गर्नुपर्छ होइन, मलाई जिउ गर्नुपर्छ, म त्यो टाइपले सोच्दिनँ। म चाहिँ घमण्ड राख्दिनँ, म जिद्दी छु, घमण्ड चाहिँ राख्दिनँ क्या। म जिद्दी चाहिँ एकदम जिद्दी छु। म पुरानो हो, मसँग कोही पनि कास्ट गर्नु हुँदैन, मेरै लेभलको आउनुपर्छ, त्यो हिसाबले म सोच्दिनँ। नयाँले पनि चान्स पाउनुपर्छ क्या। अब कतिजना मसँग जोडिँदाखेरि उनीहरूलाई पनि हाइलाइट हुन मद्दत पुग्छ क्या। मसँग डेट बसिराख्दाखेरि कतिजनाले पनि फेम पाउन सक्छन् होइन। किनभने तिमीले भने जस्तै हामीले त पहिला नाम कमाएर आइसक्यौँ होइन, त नाम कमाएको, दुनियाँले चिनेको, देश विदेश सबैजनाले चिनेको होइन। तर मसँग आइराख्दाखेरि कसैलाई होइन फाइदा हुन्छ भने किन नगर्ने त?
मेरो कारणले गर्दाखेरि कोही हाइलाइटमा आउँछन् भने इट्स फाइन फर मी, मलाई त त्यसमा कुनै पनि आपत्ति म सिनियर हो मेरो लेभलका आउनुपर्छ सिनियरै लिएर आइ चाहिँ भन्दिनँ कि म नयाँलाई पनि चान्स दिनुपर्छ कि यो जुनै पनि फिल्डमा के यो मिडिया लाइनमा मात्रै होइन कि अरू अरू फिल्डमा पनि नयाँलाई चाहिँ चान्स दिनुपर्छ। यो म्याच मेकिङमा चाहिँ अलिकति अहिले अडियन्सहरू एकदमै कन्फ्युज भइरहेछ क्या यो म्याच मेकिङमा चाहिँ के हो खासमा कस्तो खालको सो के गरिरह हो होइन भन्ने खालको मान्छे कन्फ्युज छ। कतिले चाहिँ यसलाई चाहिँ ब्लाइन्डेडको कफी पनि हो भनेर पनि नेगेटिभ कमेन्टहरू पनि छ नि त, जस्तो कि यो चिप छ एकदमै खालको भन्ने खालको कमेन्टहरू पनि आएको छ क्या। यसलाई चाहिँ तपाईँले कसरी लिनु भएको छ र हामीलाई अहिले हेरिरहनु भएको अडियन्सले चाहिँ म्याच मेकिङ भनेको चाहिँ के हो त? यस्तो हो, ब्लाइन्डेड भनेको ब्लाइन्डेड हो, म्याच मेकिङ भनेको म्याच मेकिङ हो। यो देवेन्द्रले बनाएको सो हो होइन म्याच मेकिङ। ब्लाइन्डेड अब किन यसरी लिइरहेको भन्दाखेरि चाहिँ पहिला देवेन्द्र र रोशन दालसँगै थिए होइन, त्यो कारणले नै हुनसक्छ। अब मान्छेले त के भन्छन् ममता त्यो काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भने जस्तो हो क्या। म्याच मेकिङ भनेको म्याच मेकिङ हो नि भनेको, उहाँ लुआमी छ होइन म्याच मेकिङमा, उसले आफ्नै तरिकाले बनाइरहेको छ, उसको आफ्नो डिरेक्सन छ होइन हरेक कुराहरू। अब ब्लाइन्डेड भनेको ब्लाइन्डेड हो, म त अब दुइटै सो गरिसकेको हो नि त, इट्स नट सेम, छैन एउटै छैन। सेम भनेको चाहिँ के हो भने त्यहाँ पनि केटा खोजिन्थ्यो केटी खोजिन्थ्यो, यहाँ पनि केटा खोजिन्छ केटी खोजिन्छ, त्यति हो। अरू भनेको देवेन्द्रले आफ्नै तरिकाले बनाइरहेको छ। सो म्याच मेकिङ र ब्लाइन्डेडमा चाहिँ तपाईँले फरक देखाउनु पर्दाखेरि कसरी लाइक बुदामा भन्नुहुन्छ? फरक अब हेर है के छ भनेदेखि देवेन्द्र लुआमी बनेर बसेको छ होइन, उसले आफै नै केटाकेटी खोजिरहेको छ है। यहाँ चाहिँ सबैजना सिरियस मान्छेहरू आएका छन्, सबैजना सिरियस छन्, बिहे गर्ने हिसाबले आएका छन्। मैले कति कन्टेस्टेन्टहरू देखेको छु जसले चाहिँ भने खान् कि मैले राम्रो केटा पाएँ भनेदेखि केटी पाएँ भनेदेखि यो सोबाट बिहे गर्छु भनेर। यहाँ कोही पनि फेमको लागि हँसी मजाको लागि जस्तो लाग्दैन मलाई होइन। अझ म्याच मेकिङ त ममता सुरु नै भएको छैन नि भनेको, भर्खर त 12-13वटा एपिसोड गयो होइन। अझ देवेन्द्रले त्यहाँ कतिवटा ट्विस्ट लिएर आउँछ के छ त्यो त उसले जानेको कुरा हो नि होइन। अब त्यही हो फरक भनेको, त्यही हो, उसको आफ्नो सोचाइ छ, आफ्नो विचार छ, आफ्नो विचार अनुसार उसले डाइरेक्सन गरिरहेको छ होइन, त्यही हो। हजुरको चाहिँ मेन म्याच मेकिङमा आउनुको उद्देश्य चाहिँ के हो मुना? ल तिमीलाई म नढाटिकन भन्छ चाहिँ मेरो मेन उद्देश्य भनेको चाहिँ देवेन्द्रलाई सपोर्ट गर्नु। भनेपछि यहाँ पार्टनरबाट एक्सपेक्टेसन छैन तपाईँलाई जस पाउँछु भन्ने चाहिँ? छैन म राख्दिनँ। यस्तो हो कि ममता होइन, रियल कुरा गर्नुपर्दाखेरि अब मेरो धारणा है, अब सबैले म जसरी नै सोच्नुपर्छ भन्ने छैन होइन। मैले भने नि कति कन्टेस्टेन्ट त बिहे नै गर्नको लागि आएका छन् भनेर। साँच्चीकै भन्नुपर्दा मुनाजी म्याच मेकिङमा तपाईँ खासमा के को लागि चाहिँ आउनुभयो क्या? तपाईँको मेन चाहिँ तपाईँको उद्देश्य के थियो? मेरो मेन भनेको चाहिँ म देवेन्द्रलाई सपोर्ट गर्नको लागि आएको होइन, बिकज हि इज माई भेरी गुड फ्रेन्ड। उसले केही नयाँ गर्दैछ भनेदेखि मैले भनिनँ म अहिलेसम्म पोडकास्टमा कहीँ पनि गएको छैन तर तिम्रो लागि आइदिएँ होइन, त्यसरी नै म साथीहरूलाई सपोर्ट गर्छु क्या। तर मनले खाएको हुनु पऱ्यो है फेरि, त्यस्तो मान्छेलाई चाहिँ म जहाँ पनि सपोर्ट गरेर म हेर न म हङकङै थिएँ होइन त, अब हङकङदेखि आएँ होइन, त्यो त देवेन्द्रले नि बोलाएको हो होइन मलाई। म चाहिँ उसलाई सपोर्ट गर्नको लागि आएको हो। अब पार्टनरको कुरा गर्नुपर्दा चाहिँ ममता युनो होइन, तिमीले मलाई राम्रोसँग चिन्छौ, म चाहिँ एकदम चुजी छु क्या। मलाई जो पाए त्यही मनै पर्दैन भनेको, एकदमै चुजी छु क्या म। अनि अब म रियल लाइफमा भेट्दाखेरि कतिजना भेट्दाखेरि त मलाई मान्छे मन पर्दैन होइन, कति भेट्दाखेरि त हुँदैन यो भाइब चाहिँ मिलेन भन्ने जस्तो हुन्छ होइन। अनि अब सोमा गएर मैले त्यो 5-6 जनाको त्यो बिचमा मैले केटा पाउँछु भन्दा त यो इट्स लाइक इम्पोसिबल होइन। तर हेरौँ अब के छ देवेन्द्रले राम्रो केटाहरू ल्याउँछ कि होइन, अझै देख्न त बाँकी छ नि त, अझै आउन बाँकी छ। मैले भने नि त भर्खर त अब 12-13वटा एपिसोड गयो, अझै मैले कति कन्टेस्टेन्ट देखेकै छैन, अझै कतिजनासँग डेटै भएन मेरो। जस्तो कि तपाईँले भर्खरै भन्नुभयो देवेन्द्र एकदमै तपाईँको नजिकको साथी हो होइन, मिल्ने साथी हो भन्नुभयो हजुरले होइन। नजिकको भन्नाले प्रोफेसनल वाइज चाहिँ आइ एम देयर फर हिम। ओके, सो जस्तो कि देवेन्द्रलाई चाहिँ कस्तो खालको पनि कमेन्टहरू छ भन्दाखेरि जस्तो तपाईँको साथी भएर भने है मैले चाहिँ, अब पछि उहाँलाई पनि मैले अब यहाँ ल्याउने ट्राई गरिरहेको छु, उहाँको टाइम मिलिरहेको होइन, सकेसम्म छिटै म देवेन्द्रलाई नि यहाँ ल्याउने छु यो हाम्रो पोडकास्टमा। अनि उहाँलाई चाहिँ कस्तो खालको कमेन्ट आइरह भन्दाखेरि देवेन्द्रले चाहिँ के अरे कन्टेस्टेन्टहरूलाई भन्दा पनि आफू चाहिँ बढी डेट बस्ने केटीहरूसँग बढी आफू चाहिँ केटीहरूसँग चाहिँ अलिकति क्लोज भएको, अनि अरू केटा कन्टेस्टेन्टहरूलाई चाहिँ मतलब छैन बढी आफू चाहिँ आफूलाई बढी फोकस गरिरहेको भन्ने खालको कुरा पनि आइरहेको छ। हामीले पनि देखेको हो होइन, यो चाहिँ देवेन्द्रले सुधार्नुपर्छ। ऊ डाइरेक्टर बनेर आइसकेपछि डाइरेक्टरको हिसाबले नै प्रेजेन्ट हुनुपर्छ ऊ होइन, यो त मैले पनि देखिरहेको हो।
कन्टेस्टेन्टलाई चाहिँ चान्स दिनुपर्छ क्या, किनभने उसको पालो गइसक्यो। अब केटी खोज्ने, ब्लाइन्डेडमा जसरी चुप्पाचापै गर्ने होइन, फकाउने त्यो सिद्धिसक्यो क्या। अब त्यो मैले भने नि, अब सबैजनाको आफ्नो टाइम आउँछ, उसको टाइम गइसक्यो। अब ऊ भनेको अब डाइरेक्टिङमा फोकस गर्ने हो, अनि भोलि पर्सि गएर राम्रो फिल्म बनाउने। फ्युचरको राम्रो डाइरेक्टर खतरा फिल्म बनाउँछ देवेन्द्रले, अब मेहनत गरिरहेको छ होइन। त्यो मेरो पनि सल्लाह सुझाव देवेन्द्रलाई त्यही हो। अहिले चाहिँ अब कन्टेस्टेन्टलाई चाहिँ फोकस गर्नुपर्छ। तिमी लुआमी बनेर आइसकेपछि तिमी त्यही काम गर होइन, कन्टेस्टेन्टलाई चान्स देऊ भन्छु क्या म पनि। उसलाई सजेस्ट गर्ने पनि मैले त्यही नै हो। जस्तो कि मुनाजी देवेन्द्रसँग त म पनि क्लोज छु होइन, उहाँलाई त पर्सनली मैले पनि बुझाएको छु, तर एउटा अडियन्सले चाहिँ कति कुराहरू उहाँलाई थाहा छैन होइन। अनि यहाँ अहिले हामीले कुरा गरिरहँदाखेरि चाहिँ देवेन्द्र रोशनको चाहिँ अहिले बिचमा चाहिँ दुईजनाको चाहिँ झगडा भएको छ, एकअर्कासँग चाहिँ मनमुटाव छ भन्ने खालको हिसाबले। अनि देवेन्द्रले चाहिँ सायद इगोमा आएर पनि हो कि यो म्याच मेकिङ चाहिँ ल्याएको भन्ने पनि कुरा आइरहेको छ है मार्केटमा, अडियन्सको है। यो चाहिँ मैले मेरो पर्सनल आफ्नो विचार भन्दा पनि हामीले चाहिँ अडियन्सको कुरा उठाउने हो नि त, मार्केटमा के होला त्यसलाई नै अब त्यही कुरालाई अलिकति क्लियर गरौँ भन्ने हिसाबले तपाईँले चाहिँ यो कुरालाई कसरी लिनुभएको छ? यस्तो ममता, उनीहरूको झैझगडा के भयो मलाई थाहा छैन होइन। म यहाँ त्यो टाइममा म यहाँ थिँदा पनि थिइनँ, म त भर्खरै त आएको नि, 1 वर्ष नि भएको छैन होइन। त्यो टाइममा त देवेन्द्रले म्याच मेकिङ स्टार्ट गरिसकेको थियो। सो बिचमा उनीहरूको के कुरामा झगडा भयो होइन, किनभने उनीहरू भनेको त पहिल्यैदेखि त्यस्तो मिलेर हिँडेको साथीहरू हुन् होइन, ब्लाइन्डेड पनि सँगै बनाएका हुन् उनीहरूले होइन। अब त्यो नथाहा पाएको कुरामा मैले कसरी के कमेन्ट गरौँ, के कुरामा झगडा भयो मलाई थाहा नै छैन त। अनि अब मैले त अब रोशन दालाई मैले राम्रोसँग चिनेको पनि छैन, मतलब पर्सनल्ली मैले चिनेको छैन होइन। किनभने मैले ब्लाइन्डेड गरेको जम्मा 5-6वटा एपिसोड मात्र हो, त्यो दौरानमा मात्रै मैले एज अ डाइरेक्टर चिनेको हो उहाँलाई होइन। अब भित्री कुराहरू उहाँको नेचर कस्तो छ के छ मलाई केही पनि थाहा छैन, व्यक्तिगत होइन। आई डोन्ट ह्याभ एनी आइडिया के उहाँ अब के कुरामा रिसाउनुहुन्छ, के कुरामा खुसी हुनुहुन्छ, देवेन्द्र र रोशन दाहालको कस्तो रिलेसन हो भने मलाई थाहा नै छैन नि त। अब तिम्रो र मेरो बारेमा कसैले आएर सोध्यो भने म भन्न सक्छु, किनभने तिमीलाई मैले राम्रोसँग चिनेको छु। मैले त उहाँहरूलाई त पर्सनली चिनेकै छैन नि त, त्यो त प्रोफेसनली मैले एउटा मेन्टेन गरेर राखेको छु, त्यही हिसाबले मात्रै चिनेको। अनि एज अ प्रोफेसनल वाइज मलाई रोशनसँग त्यस्तो केही पनि गुनासो छैन होइन, किनभने म त्यही सोबाट आएको होइन, म त्यही सोको एउटा प्रोडक्ट हो, ब्लाइन्डेडको प्रोडक्ट हो। मलाई मान्छेले चिनेको पनि ब्लाइन्डेडबाट नै हो होइन। सो आई डोन्ट ह्याभ एनिथिङ टु कमेन्ट अन द्याट, उनीहरूको के भयो कसो भयो होइन, के कारणले छुट्टिए उनीहरू। अनि अब इगोमा आएर देवेन्द्रले म्याच मेकिङ गर्न लागेको जस्तो चाहिँ मलाई लाग्दैन होइन। ऊ एकदमै प्यासनेटेड छ यो कुरामा, म्याच मेकिङको कुरामा, लाइक हि इज भेरी फोकस म्याच मेकिङमा चाहिँ। अनि अब सो बनाउने जस्तो कुरा अनि कसैले इगोमा आएर गर्छ र त्यसमा त दक्ष पनि हुनु पर्यो नि त, आफूलाई पनि त ज्ञान हुनु पर्यो नि त। अब कसैले कोही पाइलट मसँग झगडा गर्न आएर अनि तैँले मसँग झगडा गर्न आएको, अब भोलि पाइलट कोर्स परेर पाइलट बन्छु भनेर हुन्छ त, त्यो आफू पनि दक्ष हुनु पर्यो नि त। त्यो अलिक मूर्ख जस्तो जस्तो अब देवेन्द्रलाई थाहा होला अब के कसो हो भनेर होइन, उनीहरूको पर्सनल कुराहरू मलाई चाहिँ थाहा छैन। म त केही आइडियाहरू छ कि हजुरलाई भनेर चाहिँ हो, म त कनेक्टेड भयो नि त दुईजनासँगै म्युचुअल भयो पनि। अब रोशन सरको कुरा गरिरहँदाखेरि चाहिँ हाम्रो ब्लाइन्डेड होइन, ब्लाइन्डेड अहिले सिजन 4 अस्ति सक्यो है, सिजन 4 होइन सायद यो अस्तिको त दबस पो हो त है, मलाई त थाहा नै छैन ममता। मैले त त्यो मेरो एपिसोड पनि हेरेको छैन मैले होइन, सिजन 1 त हेरेको छैन, अब म 2, 3, 4, 5 कता कता के पुगिसक्यो मलाई थाहा नै छैन। एक त म कामले बिजी भएँ होइन। अब त्यो म त कन्टेस्टेन्टहरूलाई पनि चिन्दिनँ कि, त्यो झलक झुलुक कतै कतै त्यो क्लिप्सहरू आउँदा चाहिँ यसो हेरिने हो होइन, नत्र भने म चिन्दिनँ कन्टेस्टेन्टहरूलाई पनि, को खेले को त्यहाँबाट हाइलाइट भएर आए मलाई थाहा नै छैन। मलाई एउटा नाम थाहा छ, बबी होइन, त्यो क्लिप्सहरू उसको क्लिप्सहरू चाहिँ आइरहेको थियो, अनि त्यो झोला बोकेर हिँड्थ्यो क्या ऊ सधैँ हो, अनि अलिकति नोटिसेबल क्यारेक्टर थियो नि त। अनि बबीलाई चाहिँ अरू त मैले कसैलाई चिनेकै छैन, मैले भनिनँ मैले मेरो सिजन 1 को त मैले हेरेकै छैन, म आफैलाई क्रिन्ज लाग्ने भएर मैले हेरेको छैन सिजन 1 त। म सुट गरेर आउँथेँ होइन, अनि म आफैलाई कस्तो लाग्थ्यो कि छ्या मैले के गरेको यस्तो भनेर, म आफै हेर्न सक्दैन थिएँ। अनि मैले आफ्नै त हेरेको छैन, अरू त झन् अब टाइमै थिएन होइन। अब म बाहिर हुँदाखेरि अब को के भयो भयो। अहिले अब ब्लाइन्डेड पनि अब भनौँ न के भनौँ, अब अहिले लो फेज चलिरहेछ होइन। पहिला अब सिजन 1 भनेको त 1 नै हो जहिले पनि, 1 त त्यो रिप्लेस गर्नै सकिँदैन, तर पछि पनि अब अलिकति मेन्टेनेन्समा पनि अलिकति रोशन सरले पनि अलिकति कता चुकेको हो कि भन्ने भयो क्या। त्यो हाइट त्यो एउटा फेमलाई चाहिँ सधैँभरि एउटै तरिकाले क्यारी गर्न चाहिँ नसकिँदो रहेछ, अथवा अहिले त फेरि अप्सन पनि धेरै छ कि मुना, हेरौँ न अहिले त धेरै थरी छ क्या ममता। तिमी बोर भयो भनेदेखि तिमीले नेटफ्लिक्स
एमाजोन के त्यो त्यो प्लेटफर्मै धेरै भइसक्यो क्या अहिले मल्टिमिडियाले गर्दा हो अहिले त मान्छे त अनि यहाँ बोर भयो नि त्यहाँ जान्छन् कि है छिट्टो एकदम छिट्टो सर्भ गर्ने कि होइन हो रिलिजहरूले गर्दा पनि होला त्यसमा यो ब्लाइन्डेड अहिले चाहिँ त्यति यसले चाहिँ फेम कमाउन नसक्नुको कारण चाहिँ के जस्तो लाग्छ मुना तपाईँलाई यसमा चाहिँ के चेन्जेसहरू ल्याउनु त्यो एउटै कन्सेप्ट भयो जस्तो लाग्छ कि मैले हेरेको त छैन 2, 3, 4 मैले हेरेको छैन होइन त्यो बोर हुन्छ कि मम्मी त अब ल एउटा अब 1, 2, 3 सम्म त ठिक छ त 4, 5, 6 त्यस्तै त अनि त्यो एउटै कन्सेप्ट होइन फेरि त्यहाँ डिफ्रेन्ट पनि केही छैन होइन त्यो सबैजना आउँछन् केटा खोज्न भन्छन् केटी खोज्न भन्छन् झगडा गर्छन् त्यही त हो नि मसला अरू केही छैन कि नयाँ के छ त अनि मैले त कन्टेस्टेन्टहरू पनि सही हुन्छ नि एकदम हाम्रो पालामा हेर न हामीले कति प्राइभेसी मेन्टेन गरेर बसेका थियौँ कि सिजन 1 मा त हामीले धेरै प्राइभेसी मेन्टेन गरेर बसेका हो नि त कहीँ कतै गएर ब्लाइन्डेड यस्तो हो यो फेक हो कि रियल हो भनेर कसैले पनि मुख खोलेको थिएन कि अहिले छत्ता छुल्ल भइसक्यो कि कोही फेमको लागि आउने कोही फेमको लागि आउने कोही झगडा गर्नु लागि आउने कोही अब कोही त आँखा पनि छन् होला होइन पार्टनर खोज्नको लागि अब 100 मा 1% त अब त्यस्तो भेटिहाल्छ नि भनेपछि तपाईँले चाहिँ ब्लाइन्डेड कुनै पनि सिजन हेर्नु भएको छैन मैले हेरेकै छैन क्या मम्मी त मैले हेरेकै छैन मैले भने नि म आफूलाई क्रिन्ज लाग्ने के त्यो छ्या के हो यस्तो भनेर के त्यो सेन्स भएर होला सायद होइन त्यहाँ त बोलिन्छ के गरिन्छ होइन त्यो मेरै रियल पर्सनालिटी हो होइन त्यो मैले त्यहाँ कतै फेक गरेको छैन चिल्लाउने कराउने जहाँ मलाई चित्त बुझ्दैन थियो त्यहाँ चिल्लाउँथेँ कराउँथेँ म होइन यो मेरो त्यो पर्सनालिटी हो तिमीले मलाई आएर केही भन्छौ भनेदेखि जहाँ म गलत छैन अफकोर्स म आवाज उठाउँछु र मेरो आफ्नो पोइन्ट राख्छु होइन म आफूलाई स्ट्यान्ड लिख्छु म त्यहाँ चुक्दिनँ होइन त्यो मेरो रियलै पर्सनालिटी हो होइन त्यहाँ कुनै ड्रामा छैन त्यहाँ कुनै स्क्रिप्ट थिएन होइन हामी सिजन 1 गर्दाखेरि सिजन 2, 3, 4 के भयो मलाई थाहा छैन होइन स्क्रिप्ट थियो छैन के थियो मलाई थाहा छैन तर सिजन 1 मा कुनै पनि स्क्रिप्ट थिएन कुनै पनि त्यहाँ ड्रामा गर्न लगाइदैन थियो हामी जे हो त्यसरी नै प्रेजेन्ट हुन्थ्यौँ क्या टिम हैन म जस्तो थिएँ त्यसरी नै प्रेजेन्ट हुन्थ्यो मलाई कसैले फोर्स गर्दैन थियो मुना त झगडा गर्नुपर्छ मुना त्यहाँ गएपछि तैँले ड्रामा निकाल्नुपर्छ मसला निकाल्नुपर्छ नोबडी फोर्स मी म आफै जान्थेँ आफूलाई जसरी अब जे कुरामा चित्त बुझ्दैन थियो म स्ट्यान्ड हुन्थेँ होइन आफ्नो लागि स्ट्यान्ड लिन्थेँ त्यही हो ठिक छ अब हामीले यो त अब ब्लाइन्डेडको कुरा भयो म्याच मेकिङको कुरा भयो अब चाहिँ हामी थोरै मुनाको अलिकति अब लभ लाइफको बारेमा पनि कुरा गरौँ होइन जस्तो कि मुनाले चाहिँ अहिलेसम्म सिङ्गल बस्नुको कारण चाहिँ पक्कै पनि केटा नपाएर त होइन होला होइन यति अब ब्युटिफुल हुनुहुन्छ होइन प्लस आफूमा इन्डिपेन्डेन्ट बाहिर हङकङ आइडी होल्डर आफ्नो खुट्टामा उभिएर हिँडेको नारी तपाईँ भनेको होइन स्ट्रङ बाहिर तपाईँले लाइफस्टाइल धेरै अब नेपालमा बस्नु र बाहिरको लाइफस्टाइल त एकदमै ह्युज छ नि त फरक छ नि डिफ्रेन्स छ आफ्नो देश छोडेपछिको होइन त्यो पीडा तपाईँले देखेको स्ट्रगल लाइफ होइन त्यो त फरक छ नि जस्तो कि मुनालाई हामीले हेरिरहेको चाहिँ एकदमै क्यामरामा चाहिँ बोल्ड एकदमै होइन आफ्नो विचार चाहिँ एकदमै निर्धक्क भएर राख्ने आफ्नो लागि स्ट्यान्ड लिने खालको देखिन्छ नि तर त्यो बाइकको मुना चाहिँ कस्तो खालको छ त होइन अलिकति त्यो पनि हेरौँ है म सफ्ट छु ममता तिमीलाई थाहा छ म एकदमै सफ्ट छु अहिलेसम्म हजुर सिङ्गल बस्नुको कारण चाहिँ के हो मुना यस्तो हो म सिङ्गल भन्नाले आई वाज इन रिलेसनसिप होइन नाउ वी आर नट टुगेदर त्यो सक्सेसफुल भएन इट्स ओके अब वी हेभ लाइक डिफ्रेन्ट डेस्टिनी होइन आफ्नो डेस्टिनी थियो त्यही भएर हामी अहिले साथमा छैनौँ अहिले चाहिँ आइएम सिङ्गल किनभनेदेखि तिमीलाई पनि थाहा छ मम्मी त मलाई जो पाए त्यो भन्नै पर्दैन भनेर आइ एम भेरी डिफिकल्ट कि एकदमै डिफिकल्ट छु क्या मम्मी त म आफूलाई त्यसरी हेर्छु क्या म अनि आफूलाई राम्रोसँग चिनेको छु क्या मैले आफूलाई राम्रोसँग एनालाइज गरेको छु क्या म कस्तो छु भनेर म एकदमै डिफिकल्ट छु क्या मम्मी त मलाई जो पाए त्यो मनै पर्दैन क्या किन क्या म खोइ मान्छेहरू त यस्तो हुन्छ नि त त्यो जेनरल कुरा गर्नु पर्दाखेरि कोही राम्रो देख्यो भने त वाउ यो कस्तो राम्रो छ है कस्तो ह्यान्डसम छ भन्ने हुन्छ नि मलाई त्यस्तो हुँदैन क्या म कहिले रूपरङ्गमा जाँदै गएन क्या त्यस्तो त्यो बाहिरी मात्रै एट्र्याक्सन मलाई त्यो बाहिरी एट्र्याक्सनले मात्रै त्यो एट्याचमेन्ट हुँदैन क्या म चाहिँ कस्तो छु भनेदेखि त्यो सानो उमेरमा हो क्या ममता त्यो 15-16 वर्षको उमेरमा हो क्या त्यो हुन्छ नि ह्यान्डसम हेर्ने झिल्के हेर्ने कस्तो राम्रो छ के कामकाज गर्छ केही थाहा छैन होइन तर अनुहार हेर्दा नै ओहो फिदा हो नि यो त कति राम्रो छ मलाई यो केटा मन पर्यो कति राम्रो छ त्यो टाइममा हुँदो रहेछ कि यो 27-28 वर्षको टाइममा चाहिँ हामीले वी सी थिङ्स डिफ्रेन्टली क्या एकदम अलग तरिकाले हेर्छौँ क्या एकदम प्र्याक्टिकल भएर हेर्छौँ अनि रूप रङ्ग मात्रै भन्दा पनि हामीले पर्सनालिटी हेरिँदो रहेछ क्या मान्छेको मलाई चाहिँ एकदम इम्पोर्टेन्ट क्या पर्सनालिटी चाहिँ मलाई एकदम त्यो बरु त्यो अनुहार त होइन त्यो फेस त टाइम अनुसार फेड भएर जान्छ होइन तर पर्सनालिटी त सधैँ भएर रहिरहन्छ क्या
अनि मलाई त्यो जो पाए त्यही त्यो मनै पर्दैन कि त्यो मेरो त्यो मनले खाँदैन क्या फेरि मलाई जो मनपर्छ नि ममता होइन त्यसको लागि म ज्यान दिन्छु क्या जो मनपर्छ नि त्यसको लागि म यो हदभन्दा पार गरेर म हुन्छ नि उसको लागि भइदिन्छु क्या तर अब खोइ म त मलाई कसैले मन परायो भने नि मलाई मन परेन भने म त्यो रिलेसनसिपमा बस्नै सक्दिनँ हुन्छ नि त्यो फेक प्रिटेन्ड गर्नै सक्दिनँ होइन अब मलाई मन परेन भने मन परेन क्या सिधा क्या म त्यो आफ्नो टाइम दिनै सक्दिनँ आफू त्यो रिलेसनमा हुनै सक्दिनँ क्या यदि मेरो भित्र मनदेखि मेरो मनले खाएको छैन भनेदेखि अनि अब त्यो कोही नि मनै पर्दैन अनि कसरी रिलेसनसिपमा बस्थेँ त भनेपछि मुनाले चाहिँ अब सोचेको आफ्नो पार्टनर मैले खोइ एक्सपेक्टेसन छ नि त के कुराहरुमा होला यस्तो हो यस्तो एक्सपेक्टेसन भन्नाले त्यो लिस्टै बोकेर हिँडेको छैन कि हैन मलाई यो 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 गुण भएको केटा चाहिन्छ यस्तो यस्तो भनेर लिस्टै बोकेर हिँडेको छैन मैले तर खोइ अब मैले खोजेको जस्तो हुनु पर्यो खोजेको जस्तो भन्नाले नि अब त्यो भाइब्स आउनु पर्यो पर्सनालिटी राम्रो हुनु पर्यो हैन प्रोफेसनल वाइज राम्रो हुनु पर्यो यही त हो नि हैन यो एजमा हेरिने भनेको त्यही त हो नि भनेको त्यही क्वालिटिज त हेरिने हो नि हैन अब मेन इम्पोर्टेन्ट भनेको त भाइब्स म्याच हुनु पर्यो उले मलाई बुझ्नु पर्यो मैले उलाई बुझ्नु पर्यो हैन त्यहाँ माया ममता हुनु पर्यो मलाई त फिल हुन्छ क्या ममता मैले कसलाई देखेँ भनेदेखि म कोहीसँग बोली चाली गरिरहेको छु या फिर कन्भर्सेसन कोहीसँग अगाडि बढाइरहेको छु भने मलाई ठ्याक्कै थाहा हुन्छ कि योसँग मेरो लङ टर्म जाँदैन भनेर क्या मलाई ठ्याक्कै थाहा भइहाल्छ क्या त्यो विचारहरूको त्यो क्रास भइदिन्छ कति कुराहरू होइन अहिले त अब हामी केटी मान्छे कोही पनि दबिएर बस्दैन होइन आफ्नो पोइन्ट राख्न सक्छौँ होइन अनि मलाई ठ्याक्कै त्यतिखेर थाहा हुन्छ कि योसँग चाहिँ मेरो अगाडि बढ्दैन भनेर क्या जब मलाई थाहा हुन्छ नि म त्यहाँ स्टप भइदिन्छु क्या म कन्टिन्यू गर्दै गर्दिनँ कि यदि तिमी र मेरो कुरा भइरहेको छ मलाई फिल भइरहेको छ तिमीसँग चाहिँ मेरो अगाडि बढ्दैन या त फ्रेन्डसिप होस् या फिर रिलेसनसिप होस् न म आफूलाई त्यहाँबाट पुल आउट गरिदिन्छु क्या म पछि हटिदिन्छु क्या म ठ्याक्कै साइड लगाइदिइहाल्छु अनि कसरी हुन्छ त रिलेसनसिप त्यस्तो भएपछि म आफै डिफिकल्ट हो क्या एकदम डिफिकल्ट छु क्या डिफिकल्ट भन्नाले पनि मैले चाहिँ यसलाई चाहिँ एउटा एकदमै हाई एउटा बाउन्ड्री भनौँ न आफ्नो लागि चाहिँ मेन्टेन गरेर राखेको भन्छ आफ्नो एउटा हुन्छ नि त्यो तपाईँको आफ्नो एउटा प्रोटेक्सन पनि हो जस्तो लाग्छ मलाई चाहिँ किनकि यो हुनु नि पर्छ के जसलाई पनि इजिली एक्सेस दिनु हो मेरो लाइफमा त कसैले एक्सेस पाउँदैन म त एकदम लिमिटेड पर्सनले मात्रै एक्सेस पाउने म त्यो एनर्जी क्यारी गरेर नै हिँड्न सक्दिनँ होइन मैले अस्ति नै पनि कुरा गरेको थिएँ म आज यसलाई भेट्छु फेरि भोलि गएर त्यसलाई भेट्छु मबाट हुँदैन मसँग एउटा मान्छे आयो भने त्यो एनर्जी म एउटालाई मात्रै दिन्छु क्या आज योसँग मैले एनर्जी एक्सचेन्ज गरेँ भोलि त्योसँग म सक्दिनँ क्या त्यसरी एनर्जी एक्सचेन्ज गर्नको लागि सिर्फ एउटा व्यक्ति आओस् होइन मेरो लाइफमा म त्यहीसँग मात्रै जान्छु क्या यस्तो हुँदैन क्या मेरो अनि कसैले नि पाउँदैन क्या मेरो लाइफमा कसैले नि एक्सेस पाउँदैन क्या म यस्तो लिमिटेड मान्छे राख्छु कि लाइफमा कसैले पनि मेरो लाइफमा के भइरहेछ कसैलाई थाहा नै हुँदैन कि कसैलाई थाहा हुँदैन यत्रो म 4 वर्ष हराएँ होइन कसलाई थाहा भयो त म कहाँ थिएँ के थिएँ कसलाई के थाहा न म फेसबुक चलाउँथेँ न म इन्स्टाग्राम चलाउँथेँ होइन न भनेपछि मेरो लाइफ कति प्राइभेट छ भन न कति प्राइभेट अहिले पनि म त्यस्तै हो 2-3 महिना 3-4 महिना म सोसियल मिडियामा देखिन्छु होला त्यसपछि फेरि म एकदम प्राइभेट लाइफ मेरो हुन्छ नि प्राइभेट लाइफै रुचाउँछु क्या मुना तपाईँले चाहिँ जीवनसाथी भन्ने बित्तिकै कसरी यसलाई चाहिँ कसरी यो शब्दलाई कसरी खण्डन गर्नुहुन्छ अब जीवनसाथी भनेको तिम्रो जीवनभरको साथी सुख दुःखको साथी सपोर्ट सिस्टम एकअर्काको भनेपछि यसरी लिनुभएको छ तपाईँले जीवनसाथीलाई चाहिँ है यो त यो अहिले हुन्छ नि मैले अहिले बिहे नगरौँला म बिहे गर्दिनँ होइन म आफ्नो खुट्टामा उभिएर हिँडेको छु होइन मैले कमाएर हिँडेको छु मलाई किन केटा चाहियो अहिले यो हिसाबले सोचौँला कि ममता तर पछि बुढेसकालमा भनेको मलाई मेरो एउटा साथी चाहिन्छ क्या त्यही हो क्या जीवनसाथी भनेको बुढेसकालमा एउटा सहारा चाहिन्छ क्या जस्तो कि अहिले चाहिँ मुना होइन म्याक्सिमम् फिमेलहरू चाहिँ एकदमै अब इम्पावरिङ भइरहेछ आफ्नो धेरै अब बाहिर आउट गोइङ आफै कमाउने होइन अब देश विदेश घुम्ने भइरहेछ हामी महिलाहरू पनि भनौँ न अनि यसमा चाहिँ अहिले कस्तो खालको चाहिँ भाष्य आइरहेछ भन्दाखेरि अब चाहिँ केटीहरूले चाहिँ आफू कमाउनु थाल्यो अब यिनीहरूले चाहिँ बिहे नगर्ने खालको होइन अब अलिकति एटिट्युड बढी देखाउने होइन म कमाउने भएपछि मैले श्रीमानलाई रेस्पेक्ट नगरेको अथवा उसको फ्यामिलीलाई रेस्पेक्ट नगरेको भन्ने कुराहरू पनि आइरहेछ क्या यसलाई चाहिँ तपाईँले कसरी लिनुभएको जस्तो कि हजुरलाई पनि हेर्दाखेरि अब मुना लामिछाने भनेको हङकङ आइडी होल्डर आफै एकदमै स्ट्रङ भएर हिँडेको मान्छे होइन भनेपछि तपाईँले पनि अब पछि तपाईँले पनि अब म सबै सम्पन्न छ मसँग मैले इनफ पैसा कमाएको छु म बिहे गर्दिनँ भनेर तपाईँले त्यसरी सोच्नु भएको त सोचेको छैन यो एकदम गलत पनि हो हेर यो जन्म मृत्यु बिहा भनेको नि यो पहिल्यैदेखि लेखिआएको हो होइन यो
चक्र नै यसरी चलेको छ। हामी जन्मिन्छौँ, हामी मन लाएर जन्मिएको होइन, बिहे हुन्छ अनि त्यसपछि हामी मर्छौँ मन लाएर मर्ने होइन। यो चाहिँ एकदम गलत हो। जुन अहिले हुन्छ नि यो वुमेन इम्पावरमेन्टको नाममा चाहिँ केटालाई म गन्दिनँ, म आफ्नो खुट्टामा उभिएर हिँडेको छु, मैले मेरो मर्जी गर्न पाउनुपर्छ, म चाहिँ एकदम गलत लिन्छु है यो कुरालाई चाहिँ। ठिक छ, हामी केटी मान्छे फाइनेन्सियल्ली इन्डिपेन्डेन्ट हुनुपर्छ, एकदमै राम्रो हो होइन। अहिलेको टाइममा कसैसँग पनि 1 रुपियाँ पैसाको लागि कसैसँग झुकेर बस्नु नपरोस्, आफूले कमाएर हिँड्नुहोस् होइन, हिँड्नु परोस्, हिँडिरहेछौँ होइन। कसैसँग पनि डिपेन्डेन्ट नहौँ, आफ्नो केही गरौँ, व्यवसाय गरौँ, लाइफलाई सहज बनाऊ। तर यसको मतलब यो होइन कि मैले कमाउन थालेँ म किन घर व्यवहार सम्हालेर बस्नु, किन म बच्चा बच्ची पालेर बस्नु। म चाहिँ यसलाई चाहिँ गलत रूपमा लिख्छु कि रेस्पेक्ट हुनुपर्छ होइन। यो फेरि यसको मतलब केटी पहिल्यैदेखि घर व्यवहार सम्हालेर बसिरहेको, केटीको काम भनेको बाहिर काम गरे पनि भित्र त्यो घरकै काम गरिरहनुपर्छ होइन, झाडु पोछा लगाइरहनुपर्छ, डाडी पौना समातिरहनुपर्छ, यो होइन। केटाले पनि सपोर्ट दिनु पर्यो। केटी बाहिर कमाउन निस्किया छ भने केटाले पनि त्यसरी नै उसलाई सपोर्ट गर्नु पर्यो क्या। अनि त फ्यामिली त राम्रोसँग चलिहाल्छ नि। दुईजना कमाउने भयो भने भित्र पर्सनली एकदम ह्याप्पी छन्, प्रोफेसनली एकदम ह्याप्पी छ, कति राम्रो लाइफ छ हेर त ल। म त इन्डिपेन्डेन्ट भए पनि मम्मी त होइन, म त त्यो कहिले पनि त्यो मानसिकता ल्याउँदिनँ कि मलाई चाहिँ म एकदम म आफै कमाएर हिँडेको छु, बिहे भए पनि मलाई यो केटाको जरुरत छैन भनेर, या फिर म बिहे नै गर्दिनँ भनेर त्यस्तो सोच चाहिँ म ल्याउँदिनँ। म चाहिँ एकदम प्र्याक्टिकल रूपमा हेर्छु होइन। मैले भने नि बुढेसकालमा सहारा भनेको हाम्रै पार्टनर हो होइन। बच्चा बच्ची त जन्माइन्छ, हुर्काइन्छ, सब आफ्नो बाटो लाग्छन्, तर पछि लास्टमा को हुने हो त? मेरो आफ्नै पार्टनर त मसँग खडा हुने हो नि त। त्यही भएर पार्टनर चुज गर्दा त एकदम सोचेर गर्नुपर्छ नि, किनभने यो लाइफ भनेको एकदम लामो छ क्या मम्मी त। 70 80 90 वर्ष बाँचिन्छ यार। अनि गलत मान्छेको हातमा पऱ्यो भने त अनि जस्तो कि मुना अहिले चाहिँ एकदमै वुमेन इम्पावरिङ फेमिनिस्टको कुराहरू यहाँ आछ होइन। फेमिनिस्ट हुनुको मतलब चाहिँ तपाईँ अब आफूमा सक्षम हुनु भनेको मतलब चाहिँ अर्कालाई तपाईँले चाहिँ निचा देखाउनु अथवा अरूलाई चाहिँ होइन डाउन गर्नु, त्यो त होइन नि त होइन। तपाईँले आफूलाई आफ्नो पावर चिन्नु र साथै अपोजिट जेन्डरको पावर पनि चिन्नु र उसको भ्यालु पनि त्यति नै तपाईँले बुझ्नु, त्यो चाहिँ सायद रियल फेमिनिस्ट हो जस्तो लाग्छ क्या मलाई पनि। यो चाहिँ उही टाइम मैले पनि सिकेँ क्या होइन। जस्तो कि अहिले चाहिँ म्याक्सिमम चाहिँ जति पनि मैले भेटिरहेको छु कि मान्छेहरू एनालाइज गर्छु कि एकदमै कस्तो कि रङ मेसेज गइरहेको जस्तो फिल भइरहेको क्या। केटाहरूले पनि नबुझेर केटीहरूले पनि नबुझेर जस्तो लाग्छ कि। तर अब खासमा चाहिँ एउटा हामीले चाहिँ प्र्याक्टिकल भएर हेर्दाखेरि हाम्रो नेचरलाई नै हेर्दाखेरि चाहिँ मेल र फिमेलले त एकअर्कालाई जस्तो कि हामी एकअर्कालाई कम्पिट गर्ने हो नि त, हामी एकअर्कामा कम्पिट गरेर त संसार ध्वस्तै हुने हो त्यो भनेको त होइन। सो यो कुरा चाहिँ एकदमै खुसी लाग्यो तपाईँले चाहिँ तपाईँको विचारहरूलाई लिएर होइन। अनि यो हजुरले भन्नु तपाईँको फ्यामिलीमा चाहिँ दाजुभाइ हुनुहुन्न है? हजुर, जस्तो कि 4 जना दिदीबहिनी मात्र भन्नुभयो हजुरले होइन। अनि अब हाम्रो नेपाली सोसाइटीमा चाहिँ प्रायः छ नि त अब एउटा छोरा चाहिँ हुनुपर्छ, छोरा भए पनि छोरी के अरे छोरा सन्तान चाहिँ छोरा हुनुपर्छ, अन्तिम सासमा चाहिँ उसले हेर्छ, उसले चाहिँ एउटा फ्यामिलीको चाहिँ के भन्छ त्यसलाई होइन के भन्छ विधो अगाडि बढाउँछ, वंश बढाउँछ भन्छ नि त होइन। त्यो कुरामा चाहिँ यस्तो कि तपाईँहरूको घरमा चाहिँ छोरी मात्र जन्मिँदाखेरि चाहिँ तपाईँहरूले देखेको सोसाइटी फरक होला होइन, तपाईँहरूले भोगेको त्यो कुराहरू तपाईँहरूलाई एउटा सोसाइटीले हेर्ने नजर फरक होला, त्यसलाई चाहिँ त्यो कुरामा चाहिँ तपाईँले के कस्तो कुराहरू एक्सपिरियन्सहरू गर्नुभएको छ? यस्तो हाम्रो घरमा त कहिले छोरा नभएको फिलै भएन, मेरो मम्मी बाबालाई कहिले पनि छोरा नभएको फिलै भएन होइन। हामी 4 जना दिदीबहिनी हो, छोरी पनि छोरा छोरा हो हाम्रो घरमा त होइन। कहिले जेठो चाहिँ दिदीले हेर्नुहुन्छ, कहिले माइली चाहिँ दिदीले हेर्नुहुन्छ, कहिले म, कहिले कान्छी बहिनी होइन। मेरो मम्मी बाबालाई केही कुराको कमी छैन होइन। हामी सायद छोरा भए भए त्यो ठाउँमा गर्दैन थियो होला, बुहारी ल्याउँथ्यो होला होइन, बुहारीको कुरा सुन्थ्यो होला, हेला हुन्थ्यो होला होइन। अहिले त हामीलाई त ढुक्क छ, मेरो मम्मी बाबा एक्लै बस्नुहुन्छ होइन, म आएर बसेको छु घरमा। मेरो मम्मी बाबाको सपोर्टको लागि म केही कुरामा बिजी भयो भनेदेखि मेरो जेठो चाहिँ दिदी आउनुहुन्छ, माइली चाहिँ दिदी आउनुहुन्छ होइन, कान्छी बहिनी आउँछ, त्यहाँ केही कुराको कमी छैन क्या मम्मी त। म त अनि घरमा छोरा छैन भने निर्धक्क भएर हिँड्छु क्या। मेरो मम्मी बाबालाई कसैले हेला गर्दैन, छोरी छ हामी उभिएका छौँ नि त, त्यहाँ कसैले चुक्क केही बोल्न सक्दैनन् मेरो मम्मी बाबाको अगाडि। यसका छोरीहरू छन् है, यो बुढाबुढीलाई चाहिँ चलाउनु हुन्न भनेपछि ड्याडी मम्मीलाई पनि त्यो कुरा चाहिँ कहिले अभाव भएन, मिस भएन, छोराको कहिले अभाव भएन होइन। छोरा भयो यो हुन्थ्यो होला अथवा सोसाइटीबाट त्यो प्रेसर पनि आएन। मेरो बाबा र मम्मीको मुखबाट कहिले पनि हाम्रो घरमा छोरा छैन भनेर कहिले पनि त्यो शब्द निस्केन क्या। छोरा छैन हामीलाई कसले हेर्ने होला भनेर कहिले पनि स्पेसल्ली त यो त पुरुषले गर्छन् नि त यस्तो कुराहरू त, तैँले छोरी छोरी जन्माइस् भनेर भन्छन् नि त प्रायः जसो होइन। यो अब त्यो पुरानो जमानामा फर्केर हेर्ने हो भने त
अब आमालाई त अब आफ्नो सन्तान सबै प्यारो लाग्छ, तर अब यो फर्केर हेर्ने हो भने त केटा मान्छेले भन्ने कुरा हो नि त, यसले छोरा जन्माएन भनेर। तर हाम्रो घरमा त्यस्तो भएन पनि। अनि त्यस्तो सोच भएको मेरो मम्मी बाबा हुनुहुन्न। मेरो मम्मी बाबा धेरै पढे लेखेको हुनुहुन्न होइन, तर त्यही पनि मेरो मम्मी बाबा त्यस्तो सोच राख्नुहुन्न। मेरो घरमा छोरा छैन, छोरीले मात्रै के गर्ला र हामीलाई बुढेसकालमा कसले हेर्ला र भन्ने सोच छैन। मेरो मम्मी बुवा त एकदम प्राउड हुनुहुन्छ। हामी चारैजना दिदी बहिनीमा दे आर भेरी प्राउड अफ अस होइन। किनभने कसैले दुःख दिएको छैन घरमा, लौ न अब घरमै अब बुवा मम्मीको सहारामा बस्नु पऱ्यो भनेर कोही पनि छोरीहरू त्यस्ता छैन। मेरो दिदीहरू म्यारिड हो होइन। मेरो जेठो दिदीको 11-12 वर्षको छोरा छ, मेरो माइली चाहिँ दिदीको 6-7 वर्षको छोरी छ। त्यही पनि उनीहरू काम गरेर हिँड्छन्, इन्डिपेन्डेन्ट छन्, आफै कमाएर हिँडेका छन् होइन। कहिले पनि भिनाजुको पैसामा हुन्छ नि ल म हस्बेन्डसँग डिपेन्ड हुन्छु भनेर बस्नु परेको छैन। सो त्यस्तो छैन हाम्रो घरमा त, छोरा छैन भनेर कहिले पनि फिलै भएन। मलाई पनि फिलै भएको छैन कि मम्ता त्यो मेरो दाइ भाइ छैन होइन घरमा, अलिकति भाइ सपोर्ट हुन्थ्यो कि भन्ने मलाई कहिले फिल भएन। त्यसरी नै अब त्यसरी नै गइयो क्या होइन, विदाउट त्यो कुरा होइन। हामी त ठ्याक्कै त्यो सायद अब धेरै दिदी एकजना मात्रै भए चाहिँ अलिकति गाह्रो हुन्थ्यो होला होइन। म एक्लै भएको भए अलिकति गाह्रो हुन्थ्यो होला, एकजना भइदिएदेखि अलिकति सपोर्ट हुन्थ्यो भन्ने जस्तो हुन्थ्यो होला। तर हामी त 4जना दिदी बहिनी छौँ त मम्मी त, छोराको छोरा हो क्या हामी त। त्यस्तो केही कुरामा पनि गाह्रै भएन। अलिकति प्रेमको कुराहरू गरौँ है। प्रेमको कुरा गर्दाखेरि जस्तो कि मुनाले चाहिँ प्रेम भन्ने बित्तिकै के याद गर्नुहुन्छ फर्स्टमा? प्रेम भन्न साथ माया, ममता त तिम्रो नाम भएन। माया अब त्यही त हो नि, प्रेम भनेको माया स्नेह अब हुन्छ नि, फिलिङ्स त्यही त हो नि। खासमा चाहिँ मेरो लभ पऱ्यो, मेरो त्योसँग कस्तो डिप लभ पऱ्यो भन्छ नि, त्यो भनेको चाहिँ के हो मुना? त्यो के भनेको बकवास हो। डिप लभ पऱ्यो के हो त्यस्तो डिप लभ? मलाई यस्तो शब्दहरू मन पर्दैन ममता। म डिप लभ पऱ्यो, मेरो एक्स हो व्याक्स हो, मलाई कसम यस्तो शब्दहरू मलाई मनै पर्दैन क्या। लाइक के यो खै म सायद मेबी अब यो कुराहरूमा अलि म नझुम्बिएर होला होइन। मलाई यस्तो कुराहरू मनै पर्दैन। डिप लभ पऱ्यो के डिप लभ पऱ्यो? यहाँ कोही बिना कोही मर्दैनन् क्या ममता। कोहीले कसैले छोडेर जान्छ भने पनि लाइफ अगाडि बढिरहेको छ, यो भन्ने कुरा हो। मेरो तिमीसँग एकदम डिप लभ पऱ्यो, म तिमी बिना मरिहाल्छु, तिमी भएन भने मेरो जिन्दगी सखाप हुन्छ, सत्यनाश हुन्छ, यो सब भन्ने कुरा हो क्या। जब मान्छेलाई पर्छ नि तब जिन्दगी अघि बढिरहेको छ क्या। के अब गएर सुसाइड गर्ने कुरा आएन, आत्महत्या गर्ने कुरा आएन होइन। लाइफ त जसरी पनि चलाउनै पऱ्यो, चलाउनु परेन त? एकजनाले छोडेर गयो अलिकति टाइमको लागि गाह्रो हुन्छ, अफकोर्स यो त बुझिन्छ। किनभने कोही मान्छेसँग हामी अब एट्याचमेन्ट भइसकेपछि त्यो फिलिङ्स भुलाउनको लागि टाइम लाग्छ होइन। विथ द टाइम मलाई चाहिँ के लाग्छ नि, विथ द टाइम एभ्रिथिङ चाहिँ हिल हुन्छ भनेर। त्यो तिम्रो जति नै गहिरो घाउ छ नि, टाइम सँगसँगै त्यो पुरिन्छ, निको हुन्छ, पुरिन्छ। मलाई चाहिँ त्यस्तो लाग्छ। यो डेभलप पऱ्यो, योसँग म छुट्टिएर बस्न सक्दिनँ, बाँच्न सक्दिनँ। किन बाँच्न सक्ने? कस्तो कस्तो लाइफमा के हुँदा त मान्छे हार नमानिकन जिन्दगी अगाडि बढाएर हिँड्छन्। तर त्यो अलिकति टाइम चाहिँ लाग्छ है, यो चाहिँ हो अलिकति त्यो मुभ अन हुनलाई चाहिँ टाइम लाग्छ। किनभने अब हामीले त्यो हुन्छ नि, घरमा राखेको गाडीसँग त स्कुटीसँग त होइन, साधनसँग त प्रेम हुन्छ, हामीलाई माया लाग्छ भनेदेखि अब मान्छेसँग हामी झुमिसकेपछि होइन, एकअर्काको आदत भइसकेपछि त छुटेर जाँदा त अलिकति गाह्रो त भइहाल्छ नि। केही टाइमको लागि गाह्रो हो, तर कोही मान्छे आयो भने त फेरि बिर्सिहालिन्छ। यो त फ्याक्ट हो क्या ममता। म त साँच्ची भनेको मेरो लाइफमा होइन, अब सपोज इक्जाम्पल होइन, इक्जाम्पल दिइरहेको छ है, फेरि मेरो लाइफको कुरा गरेँ होइन, इक्जाम्पल दिएँ मैले आफूलाई एउटा इक्जाम्पल बनाएर। कोही मान्छे आउँछ, मैले एकदम उसलाई धेरै माया गरेँ, म एकदम पागल छु उसको मायामा, उसले मलाई छोडेर गयो होइन। अब केही टाइमको लागि गाह्रो होला, तर कोही मान्छे होइन मैले खोजेको जस्तै मान्छे आउँछ भनेदेखि फेरि मुभ अन हुन सकिन्छ क्या। त्यो सकिन्छ, त्यो चाहिँ फिलिङ्स हो, एक टाइममा त्यो फेड भएर जान्छ, फेड जान्छ क्या। भनेपछि कोही पनि मान्छे स्पेसल होइन कि, त्यो हाम्रो इमोसनल र त्यो हुन्छ नि एट्याचमेन्टले गर्दाखेरि त्यो मान्छे स्पेसल देखिया हो कि, त्यो एनर्जीले गर्दाखेरि क्या। अदरवाइज एभ्री वान इज नर्मल के। तिमीलाई कसैले एकदम मन पराइरहेको छ अरे, एकदमै मन पराएर लास्ट एकदम त्यो हुन्छ नि, त्यो क्रेजी भएर मन पराइरहेको छ अरे, तर कोही मान्छेलाई तिमी एकदम नर्मल लाग्छ क्या, एकदमै नर्मल लागिरहेको हुन्छ। त्यो सबै फिलिङ्स फिलिङ्स हो क्या, फिलिङ्स एकदमै नर्मल लागिरहेको हुन्छ। तर त्यो मान्छेलाई चाहिँ किन तिमी त्यस्तो स्पेसल लागेको त? त्यो फिलिङ्सको कारणले गर्दा त हो नि, त्यो एनर्जीको कारणले गर्दा त हो नि। जब त्यो फेड हुन्छ नि, त्यो मान्छेलाई पनि तिमी नर्मल लाग्छ क्या, नर्मल देखिन्छ क्या। त्यही भएर यहाँ कोही बिना कोही मर्दैन क्या, जिन्दगी अगाडि बढिरहेको छ। म त त्यो हिसाबले हेर्छु कि। अनि आफूले आफूलाई विक बनाउन नि हुन्न क्या। अब म त देखिरहेको हुन्छु होइन, कति दिदी बहिनीहरू दाजुभाइ भनौँ न, इक्जाम्पल दिउँ,
यो बिना त म मरिहाल्छु, यो मेरो लाइफमा भएन भनेदेखि मेरो जिन्दगी सखाब हुन्छ, यसले मलाई छोडेर गयो, म यस्तो पागल भएको छु, विरक्त भएको छु, बोलाएर हिँडेको छु। ल जिन्दगी सिद्धियो त? एउटा केटाले छोडेर जाँदैमा जिन्दगी सिद्धिन्छ त? अगाडि अझै कति छ त नि, लाइफ देख्न बाँकी नै छ होइन। बिहे नभएकाहरूको त फ्यामिली हुन बाँकी नै छ, कति सुन्दर संसार छ त अनि। यसो एक हिसाबले हेर्ने भनेदेखि मुना जस्तो कि यो के अरे जस्तो कि चाहिँ मलाई फेरि धेरै आजकल आइरहेको क्या, यो थेरी भयो जस्तो छ होइन, अरू शब्द नआस्तो प्ले गर्न नआस्तो भइरहेछ। ठिकै छ। एउटा जीवनसाथी एउटा राम्रो एउटा हुन्छ नि सक्सेस भएको हुनलाई चाहिँ एउटा प्रेम अथवा एउटा वैवाहिक जीवनलाई चाहिँ सफल बनाउनको लागि चाहिँ होइन कस्तो खालको पार्टनर छान्नुपर्छ र सँगसँगै आफूमा पनि के कस्तो कुराहरू चाहिँ आफूले पनि त्यसलाई चाहिँ होइन अब निखार्नु पऱ्यो नि त, आफूमा नि त आफ्नो नि त हेर्नु पऱ्यो नि त होइन। त्यो साइडहरू चाहिँ तपाईँले कसरी लिनु भएको छ कि? यस्तो म त के बिलिभ गर्छु भने ममता होइन, कोही मेरो जिन्दगीमा आएर मैले आफूलाई बदल्नु नपरोस्, कसैको लागि चेन्ज गर्न नपरोस् होइन। ऊ मेरो जिन्दगीमा आयो, मैले ऊ अनुसार आफूलाई ढाल्न नपरोस्, म जस्तो छु त्यस्तै बस्न पाऊँ, ऊ जस्तो छ त्यस्तै बसोस्, तर दुईजनामा अन्डरस्ट्यान्डिङ होस् क्या, दुईजनामा। त्यही भएर त अनि त्यही भएर मैले भने नि मलाई जो पाए त्यही मान्छे मनै पर्दैन, त्यही भाइब्स नमिलेर त्यही त्यो नदेखेर त हो नि। म त कसैको लागि म चेन्ज हुँदिनँ, आइम सरी होइन, म कसैको लागि म चेन्ज हुँदिनँ, म जस्तो छु ठिक छु। अनि मेरो पार्टनर जस्तो आउँछ ऊ त्यस्तै ठिक छ, ऊ मेरो लागि चेन्ज हुनु पर्दैन, तर दुईजना बिच अन्डरस्ट्यान्डिङ चाहिँ हुनु पऱ्यो क्या। मेरो पार्टनर यस्तो छ, मैले यो गरिराख्दाखेरि उसलाई सायद नराम्रो लाग्छ भने त्यो सोच चाहिँ आउनु पऱ्यो, त्यो उसको त्यो फिलिङ्सलाई रेस्पेक्ट चाहिँ गर्नु पऱ्यो। यो होइन कि यसलाई यस्तो नराम्रो लाग्छ, नराम्रो लागिरहोस्, म त यस्तै हो, म त आफ्नो मर्जी गरेर हिँड्छु भन्ने चाहिँ होइन कि हो। यही टपिकमा चाहिँ कुरा गर्दाखेरि चाहिँ मुना होइन रिलेसनसिपको कुरामा चाहिँ म्याक्सिमम् कस्तो खालको चाहिँ केसहरू आउँछ भन्दाखेरि हजुरले भन्नुभयो नि जस्तो कि म जस्तो छु त्यसरी नै म उसलाई एक्सेप्ट गर्छु र म जस्तो छु म त्यसरी नै उसले मलाई एक्सेप्ट गर्नुपर्छ भन्नुभयो हजुरले होइन। यो नि एकदम राम्रो हो, तर कोही मान्छे चाहिँ यस्तो हुन्छ कि एउटा पोइन्टमा आएर चाहिँ हुन्छ नि कति कुराहरू चाहिँ अब बिस्तारै थाहा हुन्छ नि त, बुझ्दै गयो एकअर्कालाई चिन्दै गयो होइन, उसको कति कुराहरू विकनेसहरू हुन्छ, उसमा कति कुराहरू चाहिँ कमी कमजोरीहरू हुन्छ होइन। त्यो कुरामा चाहिँ पार्टनरले एउटाले अर्कोलाई भनिरहेछ क्या मलाई यसले हट गरिरहेछ, म यो कुराले म इरिटेट भइरहेको छु भन्दाखेरि पनि कसैले चाहिँ हँसी मजाकमा उडाइन्छ क्या। अब त्यस्तो त एकदम गलत हो, त्यो चाहिँ एकदम गलत हो। एक टाइममा आएर तपाईँ यस्तो कम्प्लिट भइसकेको हुन्छ कि उसले जे पनि भनिदिन्छ क्या, नसोचिकन भनिदिन्छ, जब कि कसैलाई चाहिँ केही कुराबाट ट्रमा हुन्छ इमोसनली। अझ हामी फिमेललाई भनौँ न होइन, इमोसनली हामी एकदमै सेन्सिटिभ हुन्छ, कुनै कुनै कुराले हामीलाई एकदमै लाग्छ है, त्यो कुरा हामी धेरै सोच्छौँ पनि होइन। अनि त्यस्तो कुराले पनि रिलेसनसिपहरू कति यो बिग्रिन्छ, यस्तो कुराले त बिग्रिन्छ 110% म लेखेर दिन्छु। किनभने एउटाले कति चाहिँ कम्प्रोमाइज गर्ने भनेको, उसले भनिरहेको छ मलाई यो कुरा नगर, यो कुराले म ट्रिगर हुन्छु होइन, यो कुरा म सहन सक्दिनँ, यो मेरो कमी कमजोरी हो भने उसले देखाइरहेको छ। अनि त्यो अर्को सेकेन्ड पर्सनले खालि त्यही कुरा गरिरहेको छ, चेन्जेस लिएर आएको छैन होइन, उसले आफ्नो पार्टनरको फिलिङ्सलाई रेस्पेक्ट गरेको छैन भने अनि त्यो फर्स्ट पर्सनले चाहिँ कतिसम्म लिने त, कतिसम्म लिने? जब उसले भनिरहेको छ बार इट्स हर्टिङ मी भनेर होइन, उसले स्टप गर्नुपर्ने हो नि त। सेकेन्ड पर्सनले त बुझ्नुपर्ने हो नि त, आफ्नो पार्टनरले नबुझेकै बाहिरको मान्छेलाई गएर भन्ने कुरा त आएन अफकोर्स होइन। सुख दुःख हरेक कुराहरू त्यो पार्टनर हुन्छ नि, पार्टनर भनेको त त्यो सबै कुरा खुलस्त देखेको हुन्छ क्या। कति मान्छेहरू हामीले बाहिरबाट हेर्दाखेरि नराम्रो लागिरहेको हुन्छ नि, त्यो मान्छे भित्र पार्टनरमा होइन एकदम राम्रो हुन्छ, या फिर हामीले बाहिरबाट हेर्दाखेरि एकदम राम्रो मान्छे भित्र पार्टनरमा एकदम नराम्रो हुन्छ क्या पार्टनरसँग होइन। त्यो पार्टनरले तिमीलाई एकदम बुझेको हुन्छ होइन, तिम्रो कमी कमजोरी थाहा पाएको हुन्छ। अनि यो थाहा हुँदाहुँदै पनि उसले ट्रिगर गरिरहेको छ भने त यस्तो रिलेसन त कामै गर्दैन नि भनेको। म त सहेर बस्न सक्दिनँ, म त यस्तो रिलेसनसिपमा त म सहेर बस्न सक्दिनँ। मलाई जब कि यो कुराले हट भइरहेको छ होइन, यो कुरामा म इन्सिक्योर छु भनेर मैले बार भनिरहेको छु, उसले त्यही कुरा रिपिट गरिरहेको छ भनेदेखि चाहिँ हाउ आई क्यान एडजस्ट विथ हिम। एडजस्ट गर्ने पनि त एउटा लेभल हुन्छ नि त, यो कुरा चाहिँ ठिकै छ के भएन भने। जब आफ्नो बडीमा आउँछ, आफ्नो फिलिङसँग आउँछ, म आफ्नो फिलिङ्स आफ्नो बडीलाई त म सेक्रिफाइस गर्न सक्दिनँ, आफ्नो माइन्डलाई त सेक्रिफाइस गर्न सक्दिनँ नि त म मेरो पार्टनरको लागि। मैले त सबभन्दा पहिला त आफूलाई प्राथमिकता दिने हो क्या, फर्स्ट इज मी, त्यसपछि अरू सबैजना होइन। जब कि उसले मलाई हट गरिरहेको छ अनि म उसको हरेक कुराहरू एक्सेप्ट गरेर हिँडिरहेको छु होइन, उसले मेरो फिलिङ्सलाई कदरै गरेको छैन भने त यो रिलेसन कहाँसम्म टिक्छ त? तिमी पनि एउटा लेभलमा इक्जाम्पल, तिमी पनि एउटा लेभलमा पुगिसकेपछि फेड अप हुन्छौ क्या, यो हुँदैन, यो चल्दैन भनेर।
एउटा जस्तो रिलेसनसिपमा पनि मैले रिलेसनसिपको चाहिँ किन धेरै कुरा गरिरहेको छु भन्दाखेरि यहाँ चाहिँ यो पोडकास्टमा चाहिँ म्याक्सिमम अब इन्फर्मेसन हामीले त बाहिर सोसियल मिडिया छ हामीले त्यहीबाट सबै कन्ज्युम गर्ने हो नि त मुना सिक्ने हो कति कुराहरू त इन्फ्लुएन्सरहरू छ होइन तर म्याक्सिमम चाहिँ नेपालमा चाहिँ त्यस्तो मैले चाहिँ रिलेसनसिपहरूको बारेमा टकहरू देखाएको छैन एकदमै कमै कुरा हुन्छ कि एकदमै कम कुरा हुन्छ अनि यसमा पनि जस्तो कि एक टाइममा लभ नपढ्नुजेलसम्म एफोर्ट्स हुन्छ लभ पढेपछि चाहिँ त्यो एफोर्ट्स कम हुँदै जान्छ र अनि त्यो रिलेसनसिपमा चाहिँ चाम पनि हराउँछ जसले गर्दा त्यो सम्बन्ध भनेको चाहिँ अब त्यो सकिन्छ त्यो सम्बन्ध भने कोही होला सहेर बस्ने खालको हुन्छ होइन तर अहिले त हेर्नु त्यस्तो सहना छैन सहने खालको कोही पनि छैन हेर्नु होइन अनि यस्तोमा चाहिँ एकदमै कन्भर्सेसन छैन क्या रिलेसनसिपको बारेमा कसरी वर्कआउट गर्ने कन्भर्सेसनै छैन क्या जस्तो कि मैले पनि मेरो पास्टमा मेरो भनौँ न कोहीसँग मेरो लभ परेको थियो होला उसँग मेरो छुट्यो अहिले कोही छ होला अहिले बिचमा आएर उसँग पनि केही कुरामा अनबन भइरहेको होला होइन किनकि प्रब्लम त दुईजना मान्छे भएपछि अहिले पनि आउँछ हेर्नु जस्तो कि तपाईँ र म पनि एज अ फ्रेन्ड पनि हाम्रो पनि कति कुराहरूमा चाहिँ हुन्छ नि त कुरामा मिलेन है हामी किन मिलेन भन्दाखेरि त त्यो टक गर्छौँ जब हामी कन्भर्सेसन गर्छौँ तब त हामीले त्यो कुराहरू फाइन्ड आउट गर्छौँ नि त होइन यससँग यसरी डिल गर्नुपर्ने रहेछ भनेर ल्याउने हो नि त तर खासै मैले चाहिँ यसमा चाहिँ अलिकति रिलेसनसिपमा एफोर्ट्स देख्दिनँ कि मुना अनि जति पनि अब हो यिनीहरूको त यत्रो वर्ष भइसक्यो यिनीहरू त सँगै छन् टुगेदर छन् भनेर भनिन्छ होइन तर दे आर नट लाइक ह्याप्पी के छैन क्या सम्बन्ध छ र हामी चाहिँ सँगै हुनुपर्छ भन्ने मात्र छ कि सो सँगै हुनुको मतलब चाहिँ त्यो चाहिँ सक्सेसफुल रिलेसनसिप होइन त्यो मैले कता पढेको थिएँ क्या आजकल चाहिँ एकदम साइलेन्ट डिभोर्स एकदम भइरहेको छ भनेर होइन लाइक अफिसियली डिभोर्स होइन तर साइलेन्ट के त्यो भन्यो नि तिमीले भन्यौ नि त्यो फेड भइरहेको छ होइन रिलेसनसिपमा चाम छैन भित्रभित्र एकअर्कालाई बुझिँदैन होइन ग्याप भइरहेको छ तर बाहिर हेर्दा चाहिँ सबै कुरा ठिक छ हस्बेन्ड वाइफ होइन या फिर गर्लफ्रेन्ड बोयफ्रेन्ड भनौँ न दुईजना सँगै छन् होइन तर भित्रभित्र चाहिँ त्यहाँनिर ग्याप छ क्या अहिले चाहिँ एकदम हाम्रो जेनेरेसनमा बढ्दो भनेको चाहिँ साइलेन्ट डिभोर्स हो क्या त्यो मान्छेले देख्दैनन् होइन यसो हेर्दाखेरि देख्दैनन् बाहिरबाट सबै कुरा ठिक छ तर भित्र रिलेसनसिपमा उनीहरू खुसी छैनन् क्या त्यो त यस्तो हो क्या ममता त्यो त दुईजना मिलेर वर्कआउट गर्ने हो क्या त्यो सधैँ त्यो फुल खिलिरहेको छ सधैँ रमाइलो भइरहेको छ या फिर सधैँ रिलेसन एकदम राम्रो भइरहेको छ भन्ने छैन क्या होइन अब यो स्टेज हुन्छ नि त रिलेसनसिपको पनि होइन अब सुरुको स्टार्टिङ फेज होइन भर्खर बोलचाल एभ्रिथिङ इज गुड कस्तो रमाइलो एक्साइटमेन्ट होइन त्यो मान्छेलाई हेरिरहँ भेटिरहँ जस्तो अनि त्यसपछि तिम्रो सेकेन्ड फेज आउँछ एकअर्कामा कम्फोर्टेबल हुने फेज होइन सेकेन्ड फेज भनेको पात्दा पनि नर्मली लाग्छ त्यस्तो के लाज सरम लाग्दैन होइन हो कि होइन त्यो सेकेन्ड फेज हो अब थर्ड फेज आउँछ तिम्रो अब झै झगडा होइन मनमुटाप त्यसपछि त्यो मान्छेको सबै क्वालिटिजहरू थाहा हुन्छ होइन के कमी कमजोरी हो त्यो सबै थाहा हुन्छ नि त त्यसपछि अब हामीले त्यही हिसाबले हेरिन्छ नि त थर्ड फेजमा त थर्ड स्टेजमा त अनि हो त्यतिखेर चाहिँ हाम्रो रिलेसन बिग्रिन दिनुहुन्न क्या त्यो कन्टिन्यू मैले भने न सधैँ राम्रो भइरहेको छ भन्ने छैन क्या रिलेसन यो सबैमा हो भर्खरको नयाँ जेनेरेसन होस् या फिर बे भइसकेका होइन त्यो रिलेसन भनेको यसरी नै चल्ने हो अब त्यहाँनिर ल म आफ्नो बाटो गरेर हिँड्छु होइन म आजकल चाहिँ स्पेसली त्यस्तो देखेको छ नि त रिलेसनसिपमा म आफू कमाउन सकिहाल्छु म किन यसको किचकिच सहेर बस्ने त म आफैमा इन्डिपेन्डेन्ट छु म आफै गरेर हिँडिहाल्छु भनेर त्यसरी गिभअप गऱ्यो भने त ममता त्यो 70 वर्षको उमेरसम्म 10वटा बे हुन्छ होइन त्यसरी गिभअप गर्दै हिँड्न थाल्यो भने त रिलेसन भनेको वर्कआउट गर्ने हो क्या मेरो मम्मी बाबाको कतिचोटि झगडा भयो होला होइन त्यो गनेर साध्य छैन होला होइन त तर यत्रो 50 वर्षसम्म पनि त मम्मी बाबा सँगै छन् नि त होइन त्यसरी नै दे आर ह्याप्पी अल्सो देखिन्छ पनि मैले पनि अब गइरा हुन्छ नि त्यो देखिन्छ पनि त्यसरी नै त्यो एकअर्काको साथ नछोडिकन जस्तो सुकै परिस्थिति आओस् होइन तर त्यो मैले भने जस्तै त्यो मान्छेले बुझ्दैन तिमीलाई के कुराले ट्रिगर भइरहेको छ उसले एनालाइज गर्दैन भन्दै चाहिँ त्यस्तो रिलेसन चाहिँ वर्कआउट हुँदैन होइन ममता एकजनाले मैले भने एकजनाले कति चाहिँ सहेर बस्ने हो र होइन जब उसले भनिरहेको छ मलाई यो कुराले चाहिँ गाह्रो भइरहेको छ भनेर त्यस्तो रिलेसन चाहिँ चल्दैन तर फेरि चल्दैन भनेर फेरि गिभअप गरेर हिँड्ने पनि होइन क्या तिमीले भनिरहेछौ त तिमीलाई यो कुराले ट्रिगर भइरहेछ तिम्रो पार्टनरले चाहिँ करेक्ट गर्नु पर्यो नि त तिम्रो पार्टनरले चाहिँ आफूले आफूलाई बदल्नु पर्यो नि त त्यो कुरामा चाहिँ यो कुराले चाहिँ उसलाई गाह्रो भइरहेको छ यो कुरा चाहिँ मैले नगर्नुपर्ने रहेछ गर्नुहुन्न आगामी दिनहरूमा चाहिँ मैले यो कुरामा चाहिँ ध्यान दिनुपर्छ भने त्यसरी त हो नि रिलेसन चल्ने भनेको त्यही भएर त 50-60 वर्षसम्म त सँगै छन् नि त होइन मेरो मम्मी बाबाहरू दे आर अल्सो ह्याप्पी कि त्यो एउटा जस्तो कि ठ्याक्कै छुटिँदो रहेछ क्या मुना जस्तो कि हामीले चाहिँ अब
हजुरको ड्याडी मम्मी होला मेरो अथवा मेरो साथीहरूको कपाल त सबैको छ नि त होइन अनि त्यो म्यारिड कपालहरूमा चाहिँ जस्तो कि एक टाइम पछि चाहिँ कतिको ठ्याक्कै छुटिन्छ हामी त जान्छौँ नि त होइन कसैको जस्तो कि फर्मालिटीको लागि चाहिँ होइन एउटा सोसाइटी छ मेरो बाल बच्चाहरू छ उनीहरूको लागि भए पनि म बस्नुपर्छ है भन्ने त्यो ठ्याक्कै तिनीहरूको बोन्डिङ देखिन्छ क्या ठ्याक्कै थाहा हुन्छ त्यो जस्तो कि त्यो कर गरेर बसिरहन् भनेर थाहा हुन्छ जस्तो कि हजुरको ड्याडी मम्मी चाहिँ अब अस्ति पनि म जाँदाखेरि मैले याद गरेँ लाइक उनीहरू चाहिँ एकदमै साथी जस्तो छ क्या एकअर्कामा ल यसरी गरौँ न हामी यस्तो गरौँ होइन एउटा बुढी भन्ने खालको त्यो मेरो मम्मी बाबा त ममता लाइक फर मी दे आर इन्सपिरेसन क्या यस्तो चाहिँ हुनुपर्छ रिलेसनसिप भनेर एकदमै म त एकदम आइडियलको रूपमा हेर्छु मेरो मम्मी बाबालाई होइन मेरो बाबा बिचरा बुढो भइसक्नु भयो 68 मेरो मम्मी पनि बिचरा एज भइसक्नु भयो होइन तर म चाहिँ उहाँलाई एकदम मेरो आइडियलको रूपमा हेर्छु क्या रिलेसनसिप चाहिँ यस्तो हुनुपर्छ भनेर क्या मेरो बाबा बिना मम्मीले एउटा कदम केही हुन्छ नि आफै त्यो सेल्फ ह्यान्ड हुन्छ नि त्यो डिसिजन लिनुहुन्न क्या अनि मम्मी बिना बाबाले कहिले पनि दुईजनाको सँगै डिसिजन भएपछि मात्रै उनीहरू अगाडि बढ्छन् क्या यो होइन कि म आफ्नो तरिकाले सुरु गर्छु या फिर बुवाले आफ्नो तरिकाले त्यो कहिले हाम्रो घरमा एउटाले चाहिँ बडी डोमिनेट गरेको छैन छैन हाम्रो घर त एकदम मेरो बाबाले मेरो मम्मीको कुरालाई एकदम रेस्पेक्ट गर्नुहुन्छ नाइनास्ती गर्नुहुन्न मम्मीले बुवाको अनुमति बिना केही पनि गर्नुहुन्न अनि बुवाले पनि मम्मीको अनुमति बिना केही पनि गर्नुहुन्न त्यहाँनिर एकदमै अन्डरस्ट्यान्डिङ छ क्या एकदमै अन्डरस्ट्यान्डिङ छ केही गर्नु पर्यो भने एकदम हाम्रो मम्मी बुवा त ढुकुर जोडी जस्तो एकदम म त त्यही भएर म भन्छु नि मेरो लागि त मम्मी बाबा भनेको एकदम आइडल जोडी हो क्या मेरो बाबा हेर पुलिसमा हो है मेरो बाबा रिटायर पुलिस हो भुपू पुलिस हो पुलिसहरू अब भनौँ न त्यस्तो फिलिङ्सहरू त्यसरी देखाउन जान्दैनन् होइन किनभने उहाँहरूको पहिला ट्रेनिङहरू त्यसै हिसाबले हुन्छ होइन इमोसन देखाउन जान्दैनन् क्या तर मेरो मम्मीले बुझिहाल्नुहुन्छ क्या कस्तो छ कि कस्तो म ठ्याक्कै के कस्तो कनेक्सन छ क्या मेरो बुवाले हुन्छ नि कहिले पनि त्यो मम्मीलाई फुर्काउन त्यसो गर्न जान्नु भएन तर पनि माया ममता कति छ क्या त्यो देखिन्छ क्या ठ्याक्कै बोन्डिङ देखिन्छ छुट्टै हुँदो रहेछ ठ्याक्कै त्यो इमोसनली त्यो रिलेसनसिपमा चाहिँ इमोसनली चाहिँ उनीहरू चाहिँ एभाइलेबल छ कि छैन कतिको चार्मिङ छ भनेको चाहिँ छुटिँदो रहेछ क्या आफ्टर एज भने कि त्यो 15 इयर्स पछि होस् अथवा 17 इयर्स पछि होस् होइन देखिँदो रहेछ क्या देखिन्छ ठ्याक्कै त्यही भएर मेरो मम्मी बाबा त मेरो लागि त आइडियल हो होइन रिलेसनसिप भनेको यस्तै हुनुपर्छ जस्तो लाग्छ क्या मेरो मम्मी बाबाको जस्तै सायद त्यही भएर नै होला सायद यो यस्तो कुराहरू बुझ्ने सायद कमै छ जस्तो लाग्छ मान्छेहरू मलाई होइन म त यस्तो हो ममता होइन म त रिलेसनसिपमा सेक्रिफाइस गर्न पनि रेडी हो क्या होइन यदि राइट पर्सन मेरो लाइफमा छ भनेदेखि म उसको लागि सेक्रिफाइस गर्न पनि रेडी हो हरेक कुराहरूमा सेक्रिफाइस गर्न रेडी छु कम्प्रोमाइज गर्न रेडी छु तर त्यो मान्छे चाहिँ राइट हुनु पऱ्यो क्या उसलाई चाहिँ कदर हुनु पऱ्यो क्या यो मान्छे चाहिँ मेरो लागि यसरी गरिरहेको छ भनेर चाहिँ कदर हुनु पऱ्यो क्या जहाँ कदरै छैन मैले सेक्रिफाइस गरेर के फाइदा कतिसम्म दिने क्या मैले त्यो पनि त हुन्छ नि त कतिसम्म दिने जब त्यो मान्छेले मेरो भ्यालु नै गरिरहेको छैन भने त म नि त फेडअप हुन्छु नि त एक टाइममा त म पनि वाक्क हार मान्छु नि त तर राइट मान्छे छ भनेदेखि सेक्रिफाइस कम्पेरिजन स्वाभाविक हो क्या त्यसरी नै चल्ने हो क्या जिन्दगी त्यसरी नै चल्ने हो या आफूलाई म ठुलो तैँले भन्दा मैले बेसी कमाउँछु म भन्दा तँ कम भन्न थाल्यो भनेदेखि त त्यो रिलेसन त मैले भने नि त्यो 70 वर्षमा 10वटा बिहे गरेर हिँड्नुपर्छ 10वटा बिहे गर्नुपर्छ एउटा डिप्रेस भएर बस्छ दुईटामा एउटा हुन्छ अथवा चिट गर्ने त्यही त त्यही हो त अफेयर बाहिर आउने हैन म चिटिङको कुरामा चाहिँ ममा त हैन मलाई के लाग्छ भने म तिमीलाई भन्छु कि कोही मान्छे हैन कोही मान्छेले म हुँदै चिट गरे भने त्यो मान्छेलाई म जान दिन्छु जा भनेर आजकल त के यो फिजिकली चिटिङ इज इमोसनली टिचिङ के रे चिटिङ इमोसनली चिटिङ इज मोर डेन्जरस देन फिजिकल चिटिङ रे के फिजिकल चिटिङ डेन्जरस कि इमोसनल चिटिङ डेन्जरस के चिटिङ हो नि के को फिजिकल र इमोसनली हैन फिजिकली होस् या इमोसनली चिटिङ भनेको चिटिङ हो हैन त अब ठिक छ यदि मलाई कसैले चिट गर्छ भनेदेखि हैन म जान दिन्छु क्या लाइक गो यु आर फ्री म कुनै ड्रामा यो किनभने त्यो मान्छे मसँग छँदै छैन क्या म त यदि मसँग हुँदै पनि उसलाई चिट गर्ने आवश्यक आएछ भनेदेखि उसले मलाई माया गरेको होइन कि माया नै छैन कि त्यो रिलेसनसिपमा होइन ऊ त्यस्तो स्योर हुन्छ त्यो मान्छेसँग चाहिँ मेरो फिलिङ्स जान्छ भने जान दिन्छु म त जाऊ तिमी यो रिलेसनसिपबाट फ्री छौ भने म पठाइदिन्छु क्या हो कि होइन भन न जब म हुँदै उसलाई थर्ड पर्सनसँग सेकेन्ड पर्सनसँग फिलिङ्स आउँछ भनेदेखि ऊ मसँग एट्याचमेन्ट नै छैन नि त उसको म प्रति माया नै छैन क्या जहाँ माया हुन्छ त्यहाँ चिटिङ भन्ने कुरा आउँदैन क्या म त चिटिङ भन्ने कुरा मलाई त म रिलेसनसिपमा छु भनेदेखि म त मेरो पार्टनर छ भने मलाई कोहीसँग यसरी हाँसेर बोल्दा पनि मलाई गिल्ट फिल हुन्छ क्या
कोहीसँग बोलिराख्दा पनि मलाई गिल्ट फिल हुन्छ क्या मेरो पार्टनरलाई चिट गरिरहेको जस्तो फिल हुन्छ क्या मलाई अनि चिटिङ त अनि त्यही हो डेन्जरस है फेरि अहिले त यो के हो जेनेरेसन होइन यो के आएको ममता यो सिचुएसनसिप रे ओपन रिलेसनसिप ओपन जोसँग रिलेसनसिपमा रे अनि फेरि जोसँग जानु मन छ जाऊ रे ओपन रिलेसनसिप के त्यस्तो नि हुन्छ यार म त्यस्तो बुझ्दिनँ कस्तो हो यस्तो कुराहरू ओल्ड स्कुल पनि भयो म त जेनजी मतलब जेनजी के भन्नु म त 15-16 वर्षकै भए भए नि म यस्तो कुराहरूलाई चाहिँ एक्सेप्ट गर्दैन थिएँ ममता कस्तो भनेको यो के हो यो ओपन रिलेसनसिप र सिचुएसनसिप रे हेर्ने रे पहिला अनि मन परेन भने फेरि आफ्नो बाटो गर्ने त्यस्तो नि हुन्छ यार भनेको ल एउटा मान्छेसँग जोडिसकेपछि एट्याचमेन्ट भइहाल्छ नि होइन त्यही भएर बुझेर बुझ्यो होइन अनि त्यो त म त त्यो हाम्रो सोसाइटी कतातिर जाँदैछ भन्ने लाग्छ क्या लाइक त्यो बिग्रेर खतम भएर हिँड्ने बाटो हो यो भनेको साँच्ची भनेको यो शब्द मैले बोलिराख्दा नराम्रो हो कि तर त्यही हो क्या रियालिटी यो सिचुएसनसिप ओपनसिप के छ नि यो बिग्रेर खतम भएर हिँड्ने बाटो आज योसँग भोलि अर्कोसँग फेरि एउटासँग बस्न नसकेर फेरि अब यो डुल्लै हिँड्ने केटीहरू हुन्छ नि त्यसको लागि हो कि ओपन रिलेसनसिप सिचुएसनसिप भनेको एउटासँग पनि नटिकिकन बस्छ नि हो त्यसको लागि हो क्या जो एउटासँग बस्छ त अनि क्लियरली हिज माई सी इज माई भनेर अनि यो जो हुन्छ नि यो पछाडि 4-5वटा बनाएर हिँड्छ नि त्यसको लागि हो कि यो सिचुएसनसिप ओपनसिप के हामीले रिलेसनसिपको बारेमा नि धेरै कुराहरू गरिसकेका छौँ यहाँ होइन अब अलिकति अब यो हाम्रो अहिले चलिरहेको चुनावी माहौलको बारेमा पनि जाऊँ होइन जस्तो कि मुनाजी चाहिँ हाम्रो यतै काठमाडौँ होइन मनमैचुको हुन्छ है स्थायी नै भनौँ न हजुरले नि अब यसपालि चाहिँ कसलाई भोट गर्ने सोचाइराख्नु भएको छ अब कस्तो खालको मतदाता आयो अथवा कस्तो खालको पार्टीलाई चाहिँ सपोर्ट गर्ने भन्ने खालको यस्तो हो ममता होइन म त कुनै पनि पार्टीलाई सपोर्ट गर्दिनँ होइन न एमाले न माओवादी न काङ्ग्रेस न घन्टी होइन कसलाई पनि म सपोर्ट गर्दिनँ यो पार्टी भन्दा पनि राम्रो मान्छेको चाहिँ विजय हुनुपर्छ राम्रो मान्छेको हातमा चाहिँ देश जानुपर्छ लिडर राम्रो हुनुपर्छ क्या लिडर चाहिँ राम्रो निस्केर जुनै पार्टीको भए पनि लिडर राम्रो हुनु पर्यो लिडर राम्रो भनेर चाहिँ कसरी थाहा पाउनु त ल अब खोइ त कसरी थाहा पाउनु पहिला त सबैजनाले हाइवे हुइ गरेर हिँडेकै हो होइन लास्टमा केही पनि भएन देखिएन त खोइ देश विकासको गतितिर जाँदै गएन होइन खोइ त म जस्तो युवाहरू अझै पनि कति देश पलायन हुनु परेको छ होइन म अहिले आएर बसेँ अब फ्युचर मैले केही देखेको छैन फेरि म फर्किनु नै पर्छ होइन यो मैले देखेको कुरा हो अब कसरी चाहिँ एनालाइज गर्ने त नि भनेको सबै राम्रो भनिन्छ लास्टमा त्यहाँ कुर्सीमा पुगिसकेपछि के हुन्छ खोइ कसैले केही गर्ने होइन हो कि होइन भन न यो गणतन्त्र आइसकेपछि हामीले सबैलाई हुटिङ गरेको सबैले राम्रै भनेको ल यो व्यक्तिले चाहिँ देश विकास गर्छ भनेर हिँडेकै हो होइन तर खोइ त के भयो त यत्रो वर्षसम्म भनेपछि अब यो अहिले आइरहेको जुन माहौल बनिरहेको छ नि एक किसिमको चुनावी माहौल अनि अब चाहिँ आउने नयाँ पार्टी नयाँ व्यक्तिहरूलाई धेरै किसिमको सपोर्टहरू पाइरहन् होइन उनीहरूबाट चाहिँ हजुरको एक्सपेक्टेसनहरू छ कि छैन यस्तो हो त्यो एक्सपेक्टेसन भन्दा नि हामी कस्तो छ भनेदेखि ममता होइन खालि हामी नेतालाई मात्रै दोष दिन्छौँ क्या खालि नेताले यो गरेन खालि नेताले ऊ गरेन होइन हामी जनता सिभिलाइज छौँ त के हामी जनताले चाहिँ सबै नागरिकको पहिचान दिएका छौँ त त्यो अस्ति नै हेर त आन्दोलन हुँदाखेरि जनताले स्याउकेरा पनि चोरेर लिएर गए त्यो हामीले देखेको हो नि त प्रत्यक्ष रूपमा खालि हामी चाहिँ नेतालाई मात्रै दोष दिन्छौँ कि नेताले गरेन देश बनाएन भनेर विकासका कामहरू हुँदाखेरि हामी जनता नै सबभन्दा अगाडि बाधा बनेर आइपुग्छ क्या हुँदैन गर्नुहुन्न भनेर कति घरहरू मापदण्ड विपरीत बनिरहेको छ तर त्यहाँनिर ल यो हटाउनु पर्छ भन्दाखेरि जनता नै छाती फुलाएर यो हुँदैन मेरो छातीमाथि डोजर चला भन्दै आउँछन् हो कि होइन अनि हामीले दिएका छौँ त विकास हुनलाई खालि नेतालाई मात्रै दोष दिएर हुन्छ त हामी पनि त सिभिलाइज छैनौँ नि त ममता जापानमा त्यो स्याउकेरा सुन्तला बाटामा भुइँभरि लटरम्बै फलेर बसेको हुन्छ कसैले टिप्दैन त्यो कुहिएर जान्छ बरु हाम्रो घरमा त आँपको रुख छ भने राति आएर ढुङ्गाले हानेर आँप झार्छन् त्यस्तो त छ हाम्रो नेचर होइन अनि खालि देश बनेन नेताले देश बनाएन भनेर हुन्छ त हामीले चाहिँ के गरेको छौँ त नि देशको लागि हाम्रो तर्फबाट भनेपछि जनता चाहिँ पहिला आफूमा हो हामी शिक्षित हुनु पर्यो क्या सिभिलाइज हुनु पर्यो हो सिभिलाइज हुनु पर्यो जनता पनि त्यही अनुसार हुनु पर्यो नि त अनि पो नेताले पनि त देश विकास गर्छ त होइन जब काम गर्न आउँछन् पहिला चाहिँ हाई गर्छन् त्यसपछि अलिकति सानो केही काम बिगान पाउँदैन अनि त्यसपछि फेरि मुर्दाबाद भन्न थाल्छन् अनि त्यही हो जस्तो कि अहिले चाहिँ एकदमै हाइटमा आएको र अहिलेको एकदमै फेभरेट भनेको पार्टी भनेको स्वतन्त्र पार्टी छ होइन है एकदमै सपोर्ट छ यङस्टरहरूदेखि लिएर म्याक्सिमम अहिले चाहिँ घन्टीलाई चाहिँ यताले जिताउँ है भन्ने खालको सुनिन्छ माहौल छ है यसमा पनि अब
अहिले त्यही जनता हो अहिले उचाल्ने पनि अनि त्यसपछि फेरि लगाएर फेरि भुइँमा झारिदिन्छन् केही समय अलि वर्षपछि भयो भने अब तिनीहरू नि सबभन्दा पहिले उनीहरूले नै हो तल झार्ने पनि यो चाहिँ हो त्यस्तै हो क्या त्यही परम्परा छ कि त्यही भएर अब हेरौँ न अब त्यो म मिडिया लाइनमा केहीमा पनि विश्वास गर्दिनँ ममता होइन किनभने मैले प्रत्यक्ष रूपमा कसलाई पनि देखेको छैन कसलाई पनि भेटेको छैन कसलाई पनि चिनेको छैन उहाँहरू बोल्ने भनेको उहाँहरूको कामले बोल्ने हो क्या अब आगामी दिनमा हेरौँ न उहाँहरूको कामले बोल्छ होइन के गर्नुहुन्छ कस्तो गर्नुहुन्छ होइन देशलाई राम्रोतिर लिएर जानको लागि अनि त्यसपछि भन्न सकिन्छ यो पार्टी चाहिँ ठिक छ यो मान्छे चाहिँ ठिक छ भनेर जस्तो कि यहाँ चाहिँ के माहौल देखिरहेको छ भन्दाखेरि मुना यहाँ अहिले मानौँ यो अहिले यो रुममा चाहिँ 20जना मान्छे छन् होइन 20जनामा अब 10जनाले एउटालाई समर्थन गर्यो भने 10जनाले त्यत्तिकै नि हो भनेर ताली पड्काइने खालको थाहा नभइकन यत्तिकै के हो त्यस्तो छ कि अहिले पनि यसो मैले चाहिँ बुझेको चाहिँ यो अहिले पनि यो अहिलेको चुनावमा नि यस्तै भइरहेको जस्तो फिल हुन्छ क्या मलाई चाहिँ आफ्नो पर्सनल विचार र आफ्नो चाहिँ मान्छेले आफ्नो डिसिजन दिन नसके हो जस्तो लाग्छ कि त्यही भएको छ त्यही भइरहेको छ त्यही भएर राम्रो मान्छेले चाहिँ जित्नु पर्यो होइन पार्टी भन्दा नि राम्रो मान्छेले जित्नु पर्यो जुनैसुकै अब हेर न ममता मलाई थाहा नै छैन मेरो क्षेत्र नम्बर 6 हो होइन अहिलेसम्म कोही पनि भोट माग्न आउनु भएको छैन त्यतातिर त्यस्तो चुनावको प्रचार प्रसारै छैन मलाई थाहा नै छैन ल काङ्ग्रेसबाट को उठ्नु भयो एमालेबाट को उठ्नु भयो स्वतन्त्र पार्टी हुन्छ नि कुन कुन पार्टी छ त्यो को उठ्नु भयो मलाई थाहा नै छैन क्या मैले अस्ति चाहिँ यो लौ न यो त अति नै भयो थाहा नै भएन यार को उठेको हो त हाम्रो क्षेत्र नम्बर 6 बाट थाहा नै भएन मैले रिसर्च गरेको क्या को चाहिँ उठ्नु भएको भनेर आउनु त पर्यो नि त आफ्नो एजेन्डाहरू राख्नु त पर्यो नि त होइन जुनैसुकैको पार्टी भयो भने आएर त राख्नु पर्यो नि त हामी केही गर्छौँ भने देखाउनु त पर्यो नि त होइन अब मेरो घरमा हामी 3जना छौँ अब मलाई थाहा नै छैन कुन कुन पार्टीबाट को उठेको भनेर कसलाई गएर भोट हाल्ने त त्यो 3वटा मत खेर गएन त पहिला त राम्रो मान्छेले त्यो इन्फर्मेसन चाहियो नि त त्यो मत गयो नि त खेर गयो मेरो घरको 3वटा भोट खेर गयो अझै मेरो सराउन्डिङमा भनेको सबै बुढा भएका बाबुआमा छन् कि बच्चा बच्ची बाहिर भएका होइन सबैजना त्यस्ता हुनुहुन्छ क्या उहाँहरूलाई पनि थाहा नै छैन क्या अब त्यो नेटमा सर्च गरेर हेर्ने कुरा आएन नि त को उठेको भनेर होइन उहाँहरूलाई थाहा नै छैन अहिले त म्याक्सिमम यो झापा फेमस छ एकदमै झापा रौतहट एउटा ठाउँमा चाहिँ फोकस हुनु भएन क्या सबै ठाउँबाट आउनु पर्यो क्या बाल मात्र छ क्या मिडियाले पनि त्यो चारैतिर मात्रै कभर गरिरहेछ कि जस्तो कि अब काठमाडौँमा हेर न मैले भने म काठमाडौँको बासिन्दा हो क्षेत्र नम्बर 6 हो मेरो अनि मलाई थाहा छैन त अनि म यति पढे लेखेको मान्छेलाई थाहा छैन मैले रिसर्च गर्नु परिरहेछ होइन को चाहिँ उठेको छ है हाम्रो क्षेत्रबाट भनेर अनि मैले कसलाई गएर भोट दिने त अनि आउनु त पर्यो नि माग्नलाई भोट माग्न नआएपछि अनि कहाँबाट हुन्छ त अधिकारको हो त्यो तपाईँको अधिकार एक किसिमले खुसी हो क्या इन्फर्मेसन त यो अहिले के भन्छ यो लोकतन्त्रमा इन्फर्मेसन भनेको एकदमै लोकतन्त्रको यसो भोट भनेको चाहिँ भोटिङ सिस्टम भनेको चाहिँ हाम्रो रेस्पोन्सिबिलिटी पनि हो ड्युटी पनि हो होइन यो चाहिँ अधिकार पनि हो कर्तव्य पनि हो होइन त्यो गर्नुपर्छ तर मलाई थाहा हुनु पर्यो नि त यो मान्छे चाहिँ सही छ भनेर थाहा हुनु पर्यो नि त आउनु पर्यो नि त मान्छे आफ्नो एजेन्डा पेस गर्नु पर्यो नि त छँदै छैन नि मैले कसलाई गएर भोट हाल्ने त त्यो दिनभर लाइनमा बसेर यो जति पनि मिडिया मैले नि आफैले केलाई हेरिरहेको छु मुना होइन यो झापा रौतहट सर्लाही त्यो होइन अलिअलि फेमस ठाउँमा फेमस फेसहरू मात्र कभर मिडियाले पनि त्यही कभर गरिरहेछ जनताले त्यही हेरिरहेको त्यो बाहेक अरू ठाउँमा चाहिँ चुनावै लाग्यो नि त त्यही हो होइन अरू ठाउँमा चाहिँ कस्तो खालको उम्मेदवार आयो के कस्तो एजेन्डा छ त्यहाँको समस्या के छ भिजन के छ होइन छैन क्या अहिले पनि होइन त्यो भनेको त अब फेरि पनि त्यही हो कस्तो कि यो हामी यसमा त एउटा देशलाई विकसित बनाउनुमा त सम्पूर्ण होइन हामी चाहिँ हुटुटीमा लाग्छौँ क्या ममता तिमीले भन्यौ नि एकजनाले यो सही भनेपछि हो सही सही भनेर आफ्नो दिमाग लाउँदैन आफ्नो एनालाइज गर्दैनौ क्या त्यो एकजनाको हुन्छ नि ल यो सही भनेपछि एकजना गएर यही सही हो ठुलो आवाज भनेपछि हो सही हो भन्न थाल्छौ क्या आफ्नो पनि त एनालाइज गर्नु छ अहिले त सबैजना शिक्षित छन् नि त होइन सबैजना पढे लेखेकै छन् अझै झन् हाम्रो युथ जेनेरेसनहरू त धेरै बुझ्की हुनुहुन्छ होइन अहिले त सबैलाई थाहा भइसक्यो को सही को गलत भनेर तर पनि इन्फ्लुएन्स हुँदो रहेछ कि मान्छे एकदमै छिटो मेनिपुलेट गर्न सकिँदो रहेछ कि त्यो त आफ्नो विचारमा अलिकति आफैले त्यो अडिन हुनु पर्यो कन्टेन्ट एनालाइज गर्न सक्ने त्यो क्षमता चाहिँ एकदमै कम छ क्या मान्छेहरूमा कि अनि मिसइन्फर्मेसन नि धेरै गइरहेको जस्तो कि यसकै कुरा गर्दाखेरि चुनावको कुरा अहिले चुनावी माहौल छ मुना होइन अहिले भर्खरै एकदमै कन्ट्रोभर्सी र एकदमै हेडलाइन भएको टपिक चाहिँ एप्स्टिन फाइलको छ है एप्स्टिन फाइल चाहिँ अनि यो चाहिँ यो त इन्टरनेसनल इस्यु हो नि त यो भनेको एकदमै ठुलो हो कि बिग गेम भनौँ न यसलाई एक हिसाबले एकदम ठुलो सेलिब्रिटीहरूको नाम छ यो यसको अलिअलि टिकटकमा चाहिँ कता कतै छ क्या आएको छ क्या तर हाम्रो मिडियाले टिकटकमा अब कोही मान्छेले आएर त्यहाँ इन्फ्लुएन्सर टिकटकरहरूले आएर बनाएको त्यो कुराहरूमा चाहिँ होइन कति कुरा त्यहाँ सत्यता छ कि छैन त्यसमा कति रिसर्च छ
त्यसको सोर्स के हो होइन त्यो इन्फर्मेसन कहाँबाट आएको छैन जसले पनि जे भनिदिइरहेको क्या मुना जे भनिदिरहेको मान्छे त आत्तिरहेको पत्याइरहेको प्लस यो इन्डियाबाट के भाइरस आएको भनिरहेको छ है अनि त्यो त्यस्तो कुराहरूमा चाहिँ कभरेजै छैन क्या मेन मिडियाले त त्यो कुरालाई त खोजेर होइन त्यसलाई त त्यस्तो ठुलो इस्युमा त त्यो बोल्नु पऱ्यो नि त बोल्नु पऱ्यो नि त त्यस्तो कुरामा खोज्दाखेरि भेट्दैन कि इन्डियाकोबाट भेटिन्छ होइन कि बाहिर हलिउडहरूको कभर छ नेपालकोमा त छैन अनि त्यो टिकटकमा अब बिचरा कुन भिडियो हेरेर आउँछन् जे पनि बोल्छन् यो टिकटकको त केही पनि कुरा पत्याउँदिनु म त होइन त्यो लाइक्स एन्ड भ्युजको लागि के भन्छन् बढाइ चढाइ भन्छन् म त केही पनि पत्याउँदिनँ यो चाहिँ हामी आफैले पनि रिसर्च गर्नुपर्छ तर रिसर्च गर्ने कुन सोर्सबाट गर्ने भन्ने कुरा हो क्या कि त अब बाहिरको इन्टरनेसनल पेजहरू खोतालेर हेर्नु पऱ्यो होइन न्युजहरू हेर्नु पऱ्यो नेपालको मिडियाले त कभर गरेको छैन यो जेफ्री इन्स्टनको केसमा होइन अब कति बच्चाहरू त नेपालबाट नि लिएर गएको भनिरहन् त्यस्तो न्युजहरू आइरहेको छ एडप्सनको लागि यताउतिको लागि भनौँ न अब त्यो बच्चाहरूको खोज तलास पनि भएको छैन किनभने उनीहरूको बाउआमा छैन कोही पनि छैन अब एडप्सन गरेर पठाइदिए अब कहाँ गयो के गयो त्यो फाइलमा छँदै छैन यो त कभर गर्नुपर्ने हो नि त हाम्रो मिडिया ठुल्ठुला मिडियाहरूले त कभर गर्नुपर्ने हो कहाँ चाहिँ गयो त्यो बच्चाहरू भनेर कति बच्चाहरू एडप्सनको लागि वर्षमै जान्छन् होला नेपालबाट पठाइन्छ होला खोइ त अनि रिसर्च यसमा त अनि कस्तो ठुल्ठुलो टाउकोहरूको यो के अरे यो हाम्रो बिल गेट्स इलोन मस्क अब ट्रम्प होइन अब यस्तो ठुल्ठुलो पर्सनालिटीहरू छ होइन अब यो के सत्य हो के हो होइन अब हामी त त्यो सानो मुख ठुलो कुरा भने जस्तो हुन्छ क्या कति कुराहरू त भने नि हाम्रो मिडियाले नै कभर गरेको छैन भनेदेखि टिकटकको कुरा कसरी हामीले बिलिभ गर्ने टिकटकमा त के भन्छ उडाइरहन् नेपालीहरूले पनि गरेर हो टिकटकमा त मैले देखिरहेको हो यो कुरा अहिले त यो त हालसालको त एकदम ठुलो टपिक हो यो जेफ्री को केस भनेको त होइन इन्स्टेन्ट फाइन भनेको के नाम छ अरे जेफ्री इप्स्टनको त एकदमै यो अहिलेको त यो हट टपिकै हो होइन अब कति माइनरहरूलाई त उनीहरूले सेक्सुअली एब्युज गर्थ्यो अरे होइन उनीहरूलाई माइनरै प्रिफर गर्ने उनीहरूले अझै कति केसहरूमा त उनीहरू त्यो बच्चालाई जबरजस्ती प्रेग्नेन्ट गराएर त्यही बच्चाको मासु खाने भन्ने के कुरा आइरहेको छ तर अब फ्याक्ट कहाँ चाहिँ गर्ने भन्ने कुरा हो कि होइन अब त्यसको लागि हामीले पनि रिसर्च गर्नुपर्छ होइन सेन्सिटिभ पनि एकदमै यो एकदमै सेन्सिटिभ कुरा हो नि त यो त इन्टरनेसनल न्युज हो होइन नेपाल कि हाम्रो यसमा चाहिँ हाम्रो छिमेकी देश भनौँ न भारतको प्राइम मिनिस्टर मोदीको नि नाम आइरहेको छ क्या ठुल्ठुलो मेन्सन आइरहेको जस्तो कि अर्को हाम्रो के अरे नामै आएन त्यो बलिउड के अरे इन्डियाकै त्यो अम्बानीहरूको नि नामहरू त मेन्सन छ कि होइन यो अब यो टपिकमा चाहिँ अब यसलाई चाहिँ यो हो कि होइन राइट इन्फर्मेसन कसरी लिने हामीले भनिदिनु हुन्छ नि त कता कता नेपाल पनि जोडेको छ नि त नजोडेको भए त ठिकै छ कता कता एडप्सनको लागि बच्चाहरू गइरहेछ भन्ने छ होइन अनि कता कता जोडिएको छ त रिसर्च त गर्नुपर्ने हो त हाम्रो मिडियाहरूले होइन यत्र ठुल्ठुला जर्नालिस्टहरू छ नाम चलेका जर्नालिस्टहरू छन् होइन जसलाई चाहिँ अब जनताहरूले होइन एकदम विश्वास होइन यसमा यस्तो टपिकमा चाहिँ अलिकति अझ बढी रिसर्च गर्नुपर्ने हो त्यो जनतालाई दिनुपर्ने हो नलेज होइन यो यस्तो भइरहेछ भनेर हामीले पनि थाहा पाउनुपर्ने हो होइन यो त हामीले त आफ्नो पर्सनल लेभलबाट रिसर्च गरेको हो नि त हामीले जति पनि कुरा गरिरहेको छ यो त हामीले टिकटक या फिर सोसियल मिडियाबाट देखेको कुराहरू हो सोसियल मिडियामा मेन चाहिँ टिकटकबाट छ यो टपिक भाइरल भयो भने चाहिँ टिकटकबाट नै हो होइन यसरी आएको भनेको अब त्यो जेफ्री भन्ने मरेर पनि गइसकेको छ होइन कति सत्यता छ छैन थाहा छैन अब मैले कता कता न्युज हेरिरहेको छु उसलाई चाहिँ जेलबाट स्केप गराइयो भनेर पनि छ होइन लुकाइयो भगाइयो भनेर पनि छ होइन अब यो तिम्रो यो स्टेफेन हकिङ अब त्यस्तो व्यक्तिहरूको नाम पनि आइरहेको छ जुन चाहिँ शारीरिक रूपमा अशक्त छन् होइन त्यस्ता मान्छे गएर त्यो आइल्यान्डमा के गर्ने हो म त कस्तो कि यो संसार यसो हेर्दाखेरि त ममता लाइक यो पापको दुनियाँ जस्तो लाग्छ क्या यो संसारमा पाप नगर्ने त को छ जस्तो लाग्छ क्या त्यो न्युजहरू हेर्दाखेरि त्यो मनै त्यो खिन्न हुन्छ क्या त्यस्ता व्यक्तिहरू त त्यस्तो कुराहरूमा त्यस्तो क्रियाकलापमा संलग्न रहेछन् भनेदेखि त्यो जुन चाहिँ शारीरिकमा अशक्त त्यो आँखाबाट उसको त्यो चल्ने अनि भनेपछि होइन यहाँ को चाहिँ के अरे पाप नगरेका छन् भन्ने जस्तो कुरा आउँछ चाइनाको त्यो के अरे एकजना हुन्छ नि यो के अरे यो के बौद्ध धर्मको दलाई लामा उहाँको पनि नाम आइरहेको छ होइन उहाँ त हामीले हेर्ने भनेको त उहाँको फिगर भनेको त छुट्टै छ नि त होइन दलाई लामाको त इन्डियामा त्यस्ता व्यक्तिको पनि नाम आइरहेको छ अनि कसलाई विश्वास गर्ने त्यही भएर क्या ममता म चाहिँ कोहीसँग पनि इन्फ्लुएन्स हुँदिनँ क्या म कोहीसँग पनि इन्फ्लुएन्सै हुँदिनँ क्या ममता मैले होइन आजको दिनसम्म एउटा मैले पर्सनलाई आइडलाइज गरेको छैन यो मान्छेले चाहिँ सही बोल्छ भने मलाई सबैजना डबल फेस लाग्छ क्या ममता सबजना डबल हाम्रो त्यो देखाउने रूप उनीहरूको हाम्रो अगाडि देखाउने रूप छुट्टै भित्र रूप छुट्टै यिनीहरू भनेको यो डेभिल साइड छ क्या सबैजनाको त्यो हाम्रो अगाडि चाहिँ एकदम राम्रो बन्न खोज्ने क्या म त अनि न नेपालको होस् न इन्टरनेसनल कोहीसँग पनि इन्फ्लुएन्स हुँदिनँ क्या
कोहीसँग पनि यो मान्छेले भनेको कुरा चाहिँ सही हो म कहिले पनि पत्याउँदिनँ या फिर ऊ चाहिँ एकदम सही मान्छे छ भने म पत्याउँदिनँ एभ्री सबैजना मलाई डबल फेस लाग्छ सबैजना मलाई डबल फेस लाग्छ सबजना बाहिर बाहिर राम्रो नि भित्रभित्र कालो कट ब्लाइन्डली ट्रस्ट गर्नु हुँदैन कसैलाई पनि कालो कटुत के एकदम म त झन् यो केसमा त हेर्नु न यस्तो पावरफुल है अब त डेभलप कन्ट्री भनौँ डेभलप कन्ट्रीको पावरफुल मान्छे बिलिनियरहरू मेन्सन छ क्या भनेको ओ माई गड जसलाई चाहिँ हामीले आइडल मानेर होइन अब इलोन मस्क यिनीहरू भनेको त होइन मान्छेहरूको लागि त त्यो कतिको आइडल मान्छे हो नि त आइडल पर्सन होइन एक्स्ट्रा मान्छेहरूले मान्ने ड्रिम होइन एउटा ड्रिम लाइफ मानेको मान्छेहरूले फलो गरेको हुन्छ नि त त्यस्तो मान्छेको नाममा आउनु भनेको त ओ माई गड होइन सकिङ एकदमै सकिङ हो त्यही भएर म चाहिँ कसलाई पनि गन्दिनँ मान्दिनँ कि नेपालकै सेलिब्रेटी होस् जहाँसुकैको होस् मैले त त्यो हुन्छ नि एउटा आइडलाइज मानेको कोही पनि छैन यति भन्दा भन्दै मलाई ऋषि धमला चाहिँ फेरि एकदम मनपर्छ होइन नेपालको कुरा गर्नुपर्दा त्यो आइडलाइज नमानेको कुरा छुट्टै छ कि इन्फ्लुएन्स नभएको कुरा छुट्टै छ कि हुन्छ नि एउटा हुन्छ नि पर्सनालिटी एउटा राम्रो लाग्ने पर्सनालिटी भनेको मलाई नेपालको राम्रो लाग्ने पर्सनालिटी या फिर मैले रुचाएको मान्छे भनेको चाहिँ हाम्रो ऋषि धमलाजी अनि हाम्रो राजेश हमाल यी दुई व्यक्ति चाहिँ मलाई राम्रो लाग्छ अरू चाहिँ म भन्दिनँ ऋषि धमलाको कुरा गर्दाखेरि चाहिँ कि हिज एकदमै एक्स्ट्रा अर्डिनरी होइन एकदम क्या मलाई एकदम त्यो उहाँलाई देख्दाखेरि चाहिँ ओहो यो मान्छेले कसरी सोध्छ होला यो मान्छे कसरी बस्छ होला के खान्छ होला त्यस्तो फिल हुन्छ क्या त्यो व्यक्तिलाई देख्दाखेरि चाहिँ मलाई त्यस्तो फिल हुन्छ अरूलाई त मलाई त म त गन्दिनँ मलाई त्यस्तो फिलै हुँदैन क्या अरूलाई देख्दाखेरि तर ऋषि धमला र हाम्रो राजेश हमालजीलाई देख्दाखेरि चाहिँ ओहो के गरी सोच्नुहुन्छ होला है उहाँहरूको लाइफस्टाइल कस्तो त्यस्तो जान्न मन लाग्छ क्या म इच्छुक हुन्छु क्या यी दुई पर्सनालिटी हो मैले मान्ने भने अलिक फलो गर्ने अलिकति मान्ने भनेको जस्तो कि अब ऋषि धमलाको कुरा गरिरहँदाखेरि चाहिँ उहाँले चाहिँ भर्खरै अब आफ्नो पत्रकारिता क्षेत्रलाई छोडेर चाहिँ पोलिटिक्समा आउनु भएको छ नि त उहाँ होइन अनि पोलिटिक्समा नि उहाँको क्लिपहरू त कति भाइरल भइरहेको छ नि घरि उखुबो क्या घरि यो चटपटी बनाएको घरि जलेबी के अरे जलेबी होइन भन्छ त्यसलाई जलेबी बनाएको भनेर आइरह नि त एकदमै टिकटकमा अनि त्यो कुराहरूलाई चाहिँ तपाईँले कसरी लिनुहुन्छ म त पोजिटिभ वेमा लेख्छु क्या ममता यो चाहिँ पब्लिक स्ट्यान्ड होइन होइन हेर न मैले अघि नै भने न हाम्रो क्षेत्र नम्बर 6 बाट को उठ्नु भयो मलाई थाहा नै छैन भनेर होइन उहाँले त धमलाजी त रौतहट 6 कि 7 6मा होइन त हो त्यहाँ गएर उहाँले देखाउनु त भयो नि म यो ठाउँबाट उठेको छु है ल ऋषि धमला यो ठाउँबाट उठेको छ भने त थाहा त पाएँ नि त मलाई त थाहा नै थिएन नि त उहाँले त्यो गर्दाखेरि मैले थाहा पाएँ कि ल उहाँ चाहिँ उठ्नु भएको रहेछ उहाँको चिन्ह चाहिँ मोबाइल हो भनेर उहाँले आफ्नो तर्फबाट गर्नु भएको हो नि त त्यो मान्छेले स्टोन लाग्ला ड्रामा लाग्ला त्यो मिडिया एज अ मिडिया उहाँले कस्तो राम्रो युज गर्नुभयो नि त कस्तो राम्रो युज गर्नुभयो क्या त्यो थाहा पायो क्या मान्छेले भोट दिनेले दिन्छ नदिनेले दिँदैन ठिकै छ आफ्नो चोइस हो होइन जनताको आफ्नो चोइस हो त्यहाँ कसैले पनि फोर्सफुल गर्नु पर्दैन तर उहाँले त्यति गर्दा गर्दै थाहा भयो नि त मान्छेलाई त कतिले थाहा पायो नि त त्यहाँ उठ्यो भनेर अनि त्यो त राम्रो युज गरेको त उहाँ त एकदम स्मार्ट मान्छे हामीलाई चाहिँ ड्रामा लाग्छ उहाँ पब्लिक स्टन्ट गरेर उचाल्यो रे जेरी बेल्यो रे के गरेर त्यो गरेर खोइ त पोजिटिभ वेमा हेरेको जस्तो कि अहिले चाहिँ यो के अरे चुनावको कुरा गर्दाखेरि चाहिँ मुना होइन अहिलेको सिनारीमा चाहिँ कि केपी कि बालेन छ त्यस्तोसँगै ऋषि पनि आउनु भएको छ सँगसँगै होइन सोसियल मिडियामा त्यति नै उहाँ पनि फेममा हुनुहुन्छ कि हो देखिनु त पर्यो क्या ममता यहाँ देखिनु चाहिँ पर्छ क्या मैले चाहिँ त्यसरी एनालाइज गरेँ क्या देखिनुपर्छ न त नदेखि त नि नदेखिकन त मान्छेले कसलाई चाहिँ गएर भोट हाल्ने त नि भनेको त्यो त अन्नधुन्न गएर हाल्छ नि त नि त आफू उठेको छ भने त देखाउनु त पर्यो नि त उहाँले त नि त्यही देखाउनु भएको म त अनि एकदम मलाई त राम्रो लागेको ल एटलिस्ट मलाई त थाहा भयो ऋषि धमलाजी उठ्नु भएको रहेछ मोबाइल चिन्ह रहेछ भनेर त्यो हो नि त कम्युनिकेट गरेको उहाँले त एकदम राम्रो युज गर्नुभएको त सोसल प्लेटफर्मको त्यसरी हेर्छु क्या म चाहिँ जोस् आज कुराकानी एकदमै है लङ भइसकेछ कुरा गर्दा गर्दै कि झन् हामी त एक्लै छौँ जस्तो दुईजना मात्रै कुरा गरिरहेको होइन हामी त पर्सनल लेभलमा पनि कुरा गर्छौँ नि ममता तिमी र म भनेको त यस्तो हाम्रो त फोनमा कुरा भयो भने 3-4 घन्टा कुरा कन्टिन्यू भइरहेको छ म्याक्सिमम तर यो टपिकहरूमा पनि होइन जस्तो कि मैले चाहिँ पर्सनली पनि फिल गरेर कुरा हो कि मुनाले चाहिँ तपाईँको त्यो मिडिया एनालाइज गर्ने होइन अनि कुनै पनि व्यक्ति कुनै पनि कुरालाई खण्डन गर्ने विश्लेषण गर्ने तरिका तपाईँको एकदम स्ट्रङ छ क्या मुना नो वान क्यान तपाईँलाई कसैले इन्फ्लुएन्स नै गर्न सक्दैन कि त्यो मलाई थाहा छ कि सो यतिको चाहिँ विचार चाहिँ सायद सबै व्यक्तिमा चाहिँ डेभलप हुनुपर्छ जस्तो लाग्छ मलाई एज अ पर्सन पनि के रङ के गलत हो होइन के सही छ छैन त्यो कुरा चाहिँ सबैले आफ्नो तरिकाले नि फाइन्ड आउट गर्न सक्नुपर्छ कि होइन किनकि अहिले त यो इन्फर्मेसन यति धेरै एक्सेस छ हेर्नु न मान्छे साइको हुन्छ कि त्यो राइट इन्फर्मेसन चाहिँ एकदमै चुज गर्न नि सक्नुपर्छ आफूले इन्फर्मेसन लिने हो त्यो बकम फुक्ने इन्फर्मेसन त म त कसैले आएर के भन्यो नि म पत्याउँदैन त्यो आफूले रिसर्च गर्ने कुरा हो मलाई त कोही माथि भरोसै लाग्दैन क्या ट्रस्टै लाग्दैन कि कसैले आएर केही कुरा गरिरहेछ भनेदेखि सायद त्यो एक्सपिरियन्सले पनि मैले यो सब कुराहरू बटुले होला होइन सायद
म चाहिँ आफै एनालाइज गर्छु क्या ममता। हुन्छ मुना, ल अब यसो गर्नु, आज कन्भर्सेसन हाम्रो एकदम लङ भइसकेको छ, अझै कुरा हामीतिर त भइहाल्छ अफ क्यामेरा होइन, अन क्यामेरा चाहिँ अडियन्सलाई पनि धेरै लङ नबनाइदिउँ। र आजको यो पोडकास्टलाई चाहिँ एउटा हामी सानो गेम खेल्छौँ, यो चुनावी माहौललाई लिएर मैले थोरै एउटा सानो बनाएको छु, त्यसमा त्यो खेलेर सकाइदिउँ है। एकदम छोटो क्वेसन छ, तपाईँ कस्तो नेतृत्व चाहनुहुन्छ? इमान्दार। इमान्दार, भ्रष्टाचार मुक्त, त्यस्ता। भोट हाल्ने कि चुप बस्ने? भोट हाल्ने हो, तर आउनु पर्यो नि त मान्छे भोट माग्नलाई। यो चुनावले देश बदल्न सक्छ? धेरै गाह्रो छ। उम्मेदवार कि एजेन्डा? एजेन्डा। तपाईँको मतले के परिवर्तन ल्याउन सक्छ? असल नेतृत्व भएको व्यक्ति ल्याउन सक्छ, असल लिडर। हामीले किन हरेक चुनाव पछि चाहिँ निराशा हुन्छौँ हामी? किनभने हामीले सही तरिकाले भोट दिनै जानेनौँ, ओके, हुटुटीमा लाग्यौँ, त्यही भएर। ठिक छ, ल यो सानो एकदमै मिठो गेमसँगै आजको हाम्रो पोडकास्ट चाहिँ यहीँ सकेको छ। अब तपाईँलाई धेरै धेरै धन्यवाद छ फेरि पनि, मेरो पोडकास्टमा आइदिनु भयो मुनाजी, आफ्नो विचारहरू राखिदिनु भयो खुलेर होइन। आज हाम्रो यो पोडकास्टको सो बढेको छ। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच तिमीलाई पनि होइन, मेरो कुराहरू राख्न ठाउँ दियौ। ठाउँ त पाएको हो कि, तर म नगएको। तर तिम्रो भनेको तिम्रो हो होइन, मेरो साथीको पोडकास्ट हो। सो राम्रो गर्नु, तिमीले धेरै राम्रो गर्छौ, मलाई थाहा छ, तिमीमा विश्वास छ मलाई। तिमी पनि धेरै कुराहरू एकदम गहिरेर सोच्छौ, त्यस्तो बकमफुसे छैनौ, त्यही भएर त म यहाँ आएको छु नि। तिमीमा पनि त्यो डिप एनालाइज गर्ने क्वालिटी छ, धेरै राम्रो गर्छौ तिमीले लाइफमा। वाह, कस्तो खुसी लाग्यो। ल ठिक छ, ल थ्याङ्क यू सो मच।